जकरा सहजकर्ता सेहो हम सब कहै छी। कार्यक्रम के संपूर्ण सूत्रधार के सेहो भूमिका हुनका रहै छनि। और हमरा सबके सौभाग्य अइ जे आइ से 2 दिन पहिने ओ एहिठाम एलखिन हँ, राज विराज के प्रत्येक गली गली घुमि रहल छथिन। और संभवतः ओ जखन जेथिन तऽ हुनकर ट्वीट, हुनकर की सामाजिक संजाल में सेहो अपने सब देखब राज विराज के बारे में। ओना हुनकर पोस्टर सब, फोटो सब आए दिन आबि रहल छनि। हमरा सबके आगा में बैसल छथि, हंसमुख चेहरा और खुशमिजाज इंसान, मॉडरेटर के रूप में छथि, सहजकर्ता के रूप में वरिष्ठ संचारकर्मी दिलभूषण पाठक के हम मंच पर बधावत चाहब। और हम चाहब जे उनका सम्मान में जोरदार थपड़ी होई। विचार र मन्थनको उत्सव सप्तरी विचार उत्सवको दोस्रो दिनमा छलफल र मन्थनको बीचमा यो मिठो सांस्कृतिक प्रस्तुति पश्चात हामी कार्यक्रममा अघि बढ्ने क्रममा छौँ। भनिन्छ राजनीतिको शाब्दिक अर्थ चाहिँ स्रोतहरूको उचित व्यवस्थापन हो रे, तर हामीले सुन्दै आयौँ राजनीति एक फोहोरी खेल हो। होला नहोला, तर जतिसुकै फोहोरी किन नहोस्, यो फोहोर सफा गर्न पनि त एक सच्चा इमान्दार राजनीतिज्ञकै खाँचो पर्छ। यसै सन्दर्भमा कार्यक्रममा प्यानल छलफलको समय भएको छ। कसले गर्ने राज्य, कसले गर्ने राजनीति, र यसमा सहजकर्ताको रूपमा वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठक हामी सामु आइसक्नु भएको छ। यसै गरी म प्यानलिस्टहरूलाई पनि यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। सन्तोष परियार यहाँ प्रमुख सचेतक हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट। त्यसै गरी हामी माझ म यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु प्रदीप पौडेलज्यूलाई, यहाँ सङ्घीय सांसद हुनुहुन्छ नेपाली काङ्ग्रेसबाट। त्यसै गरी प्यानलिस्टकै रूपमा म यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु माधव सापकोटाज्यूलाई, यहाँ सङ्घीय सांसद हुनुहुन्छ नेकपा माओवादीबाट। र त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुशबु ओलीज्यूलाई पनि म यहाँ एज अ प्यानलिस्ट स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। हस्त धन्यवाद। और अपने सब गोटे के जानकारी करावे, ई सब पाहुन के पाग लगाकर सुसज्जित कऽ देबाक लेल वीणा फाउंडेशन के जे मुख्य पात्र छथि वा ई कार्यक्रम जे एखन संचालन भऽ रहल अछि सप्तरी विचारोत्सव, ओकर सूत्रधार कही हम एहि मंच पर बजाबऽ चाहबनि हुनका। और हुनका आग्रह करबनि जे आजुक जे पाहुन सब छथिन हुनका सब गोटे के सम्मान करथिन, सम्मानित करथिन पाग लगाकर। वरुण झाजी छथि, जिनकर परिकल्पना, जिनकर सपना सप्तरी विचारोत्सव। थैंक यू। ई कार्यक्रम 2 दिना संचालन भऽ रहल अछि। अखन जे पाहुन सब आयल छथिन हुनका सम्मानित कयल जा रहल अछि। और सबके बुझल अछि जे ई महत्वपूर्ण सेशन कसको राज्य, कसले गर्ने राजनीति, सहजकर्ता के रूप में दिलभूषण पाठक जी आबि चुकल छथि मंच पर। हमरा सबके बीच में संतोष परियार सचेतक छथि, प्रमुख सचेतक रासोपा के, प्रदीप पौडेल छथि संघीय सांसद नेपाली कांग्रेस के, माधव सापकोटा छथि संघीय सांसद नेकपा माओवादी के, तैना खुशबू ओली छथि केंद्रीय सदस्य राष्ट्रीय प्रजातंत्र पार्टी के। उनका सबके सम्मान किया जा रहा है। और विधिवत हम सब आब ई सेशन दिलभूषण सर के जिम्मेवारी दऽ रहल छियनि, ओ केना के आगा बढ़ेता, कोन रूप में एहि सेशन के आगा बढ़ेता, हुनके पर छोड़ि रहल छी। धन्यवाद, धन्यवाद यहाँहरू सबैलाई। नमस्कार, अभिवादन। आज भी अपने सभी प्रिय लोकनि के ये सप्तरी विचार उत्सव के यस विशेष सेशन कसको राज्य, कसले गर्ने राजनीति में स्वागत अछि। यो दोस्रो दिनको पहिलो सेसनको दोस्रो अवसर मेरा लागि धेरै जसो राज्य सञ्चालनमा यस्तो किसिमको छलफल बहस जति हुन सक्यो, जति धेरै विचार मन्थन हुन सक्यो, त्यसले नीति निर्माणमा योगदान पुग्छ भन्ने विश्वास राख्छु। र म बहसको पक्षमा जहिले पनि यसरी हिन्डुल गर्छु, टेलिभिजनमा कार्यक्रम गर्छु। अझ सुखद आजको अवसर, यस्ता होनहार संसदका युवा अनुहारहरू जसलाई देख्दाखेरि आश लाग्छ। एकचोटि जोरदारले ताली बजाइदिनुहोस्। अस्ति पत्रकार सम्मेलनमा कसैले प्रश्न गरेको सम्झिन्छु कि यस्तो विचार महोत्सवले के हुन्छ, कति इम्प्याक्ट पार्छ। एउटा दृष्टान्त दिन्छु। 2 महिनाभन्दा धेरै समय भएकै छैन, 2 महिना अगाडि हामी यस्तै संवादमा थियौँ। माननीय माधवजी हुनुहुन्थ्यो
त्यो कस्तो संवाद थियो भने सहरतिर आजभोलि सिगरेट सल्काएर खाने भन्दा पनि अर्को भेप भन्ने चिज हुन्छ, एउटा बट्टा जस्तो हुन्छ जहाँ सुर्तीको धुलो नभएर झोल हुन्छ, लाइटर त्यही भित्र हुन्छ, यसरी समाएर तान्ने चलन छ। त्यो भेप चाहिँले डढेलो जस्तो युवाहरूमा पारेको प्रभाव, अर्को बैठकमा अथवा बच्चाको कोठामा उसले खाइरहेको छ भने बाबुआमालाई थाहै हुँदैन। त्यसले चाहिँ समाजलाई गलत दिशामा लाँदैछ भन्ने बहस गरिएको थियो। उहाँ माननीयज्यूहरू हुनुहुन्थ्यो, मनिषजी पनि हुनुहुन्थ्यो, माधवजीहरू हुनुहुन्थ्यो। त्यो छलफलमा सहभागी हुनुभयो। विधायक भएकोले, ऐन बनाउने मान्छे भएकाले उहाँले गएर अर्थमन्त्रीलाई त्यो कुरा राख्नुभयो। तत्काल ब्यान्ड नभए पनि त्यसलाई कडी-कडाउ गर्ने निष्कर्षमा सरकार पुग्यो। त्यसकारण पनि यो किसिमको छलफल बहस विधायकहरू आफै, सांसदहरू आफैसँग यो किसिमको संवाद भयो भने यसले बढी अर्थ राख्छ। म विषयमा जान्छु। अब नेपालमा आजको दिनमा धर्मको संख्या 10 वटा छ। 10 किसिमका धर्महरू मानिन्छ। राष्ट्रिय जनगणनाले 2078 को तथ्याङ्कले के भन्छ भने जात जातिको संख्या 142 छ र मातृभाषाको संख्या 124 छ। यो विविधता भएको देश हो। नेपालको संविधानमा के व्यवस्था छ? संविधानको धारा 3 मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता युक्त भौगोलिक विविधता रहेका समान आकांक्षा र नेपाली राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्नाले विविधताको यथार्थ र पर्याप्त सम्बोधन गर्न सक्नुपर्छ। तर मेरो आजको सेसन संविधानले त्यो व्यवस्था गर्छ। तर आज मेरो सेसन के छ? कसको राज्य, कसले गर्ने राजनीति। यो ठुलो विरोधाभास छ। साहित्यमा लेखिए जस्तै एउटा संविधानमा लेखेर मात्रै पुरा हुँदैन। त्यो आफ्नो यथार्थ, आफ्नो वास्तविकता संविधानले कति रिफ्लेक्ट गरेको छ भन्ने सवाल। हिजो साँझ यहाँको सेसन सकिएपछि म माननीय प्याकुरेलजीको अगाडि सामने परेँ। म काठमाडौँबाट आएको अतिथि भएकोले सायद थोरै मान गर्नुभयो, तर उहाँको बहुत आक्रोश थियो कि तपाईँको सेसनमा खोइ मधेसको कुरा आयो। मैले भने त्यस पछाडिका मधेसका सेसनहरूमा आउँछ। पहिलो सेसन चाहिँ हामी अलिक फरक विषयमा कुरा गर्दै थियौँ भनेर म उहाँबाट पन्छिएँ। त्यो आक्रोश मधेसमा सबैसँग छ। यहाँ बढी सीमान्तकृतको बसोबास छ, बहिष्कृत समुदायको बसोबास छ, दलितहरूको बसोबास छ। गाडीमा हिँड्ने सहरियाहरू, ठुल्ठुला नेताहरूले तिनको आवाज कसले सुन्ने? भाषणका लागि बोलिदिने, सुनिदिने, तर त्यसको वास्तविक आवाज आज पनि मुखरित भएको छैन। त्यसकारण पनि यो विषयलाई महत्त्वका साथ मैले मेरो हिजो पालो पुर्याइसकेका थिएँ। टीकाराम यात्रीजी फर्किनु पर्ने भयो। यो सेसन म फेरि मोडरेट गर्छु भनेर तपाईँहरूको अगाडि आएको छु। यो प्यानलमा सन्तोष परियारजी हुनुहुन्छ, रासोपाको सांसद हुनुहुन्छ, माधव सापकोटा नेकपा माओवादीका सांसद हुनुहुन्छ, प्रदीप पौडेल नेपाली कांग्रेसका सांसद हुनुहुन्छ, अनि खुशबु ओली राप्रपाको केन्द्रीय सदस्य र प्रशिक्षण विभागको उपप्रमुख हुनुहुन्छ। एकचोटि फेरि जोरदार तालीले उहाँहरूलाई स्वागत गरौँ। समावेशिता भनेको के हो भने यो धेरैचोटि यसरी रटान लगाइरहनुपर्छ। तपाईँहरूले भन्न छोड्नु हुँदैन। यो सुनिरहेको कुरा तर फेरि पनि दोहोऱ्याउँछु। फेरि दोहोऱ्याइरह्यो भने यहाँ केही कुराहरू चल्छ, रक्त सञ्चार हुन्छ, उहाँहरूलाई पनि संस्मरण गराइन्छ। उहाँहरूले आज केही प्रतिबद्धता व्यक्त गर्नुहुन्छ। राज्यको मूलधारमा समावेश हुन नसकेका विभिन्न समूह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिङ्ग र भाषा अथवा भाषिक व्यक्तिहरूलाई राज्यको मूलधारमा, मेन स्ट्रिममा समावेश गरी शक्ति, स्रोत र अवसरमा प्रत्यायोजित समझदारी सुनिश्चित गर्नुलाई समावेशीकरण भनिन्छ। ह्याभ एन्ड ह्याभ नट्स भनिन्छ अङ्ग्रेजीमा। हुने, खाने र हुँदा मात्र खाने बीच रहेको सामाजिक असमानता, विभेद, वञ्चितीकरण, सीमान्तीकरण
को धरातलबाट आम नागरिकको उत्थान, विकास र सहभागिताको सुनिश्चितता तथा मूल प्रवाहीकरण गरी सामाजिक न्याय कायम गर्ने प्रक्रिया समावेशीकरण हो। यो भएको छ कि छैन म उहाँहरूलाई सोध्छु। कसैलाई बाहुल्यता र कसैलाई शून्यता, कसैलाई राज्यको संरक्षण र कसैप्रति बेवास्ता, कसैलाई अवसर र कसैलाई भेदभाव नभई राज्यको साधन, स्रोत र अधिकारमा समतामूलक पहुँच, समान समतामूलक पहुँच, पूर्ण सहभागिता, देखाउनको लागि सहभागिता होइन, पूर्ण सहभागिता, विविधताको स्वीकृति, त्यसको स्वीकारोक्ति, समान व्यवहार गर्नु मात्र समावेशीकरण हो। राज्य शक्तिमा पहुँच र लाभ वितरणमा समान सहभागिता संविधानको प्रमुख लक्ष्य हो। म खुशबुजीबाट सुरु गर्न चाहन्छु। खुशबुजी, मैले यति धेरै भन्दा पनि तपाईँ आफै पनि एउटा यस्तो निर्वाचन क्षेत्र प्रतिनिधित्व गर्नुहुन्छ जहाँ आदिवासीहरू छन्, जहाँ हुँदा मात्र खाने मान्छेहरू छन्, असमानता अत्यन्तै धेरै छ, विभेद अत्यन्त धेरै छ, पिछडा वर्ग सीमान्तकृतहरूको समस्या देख्नुभएको छ। तैपनि सामान्य सार्वजनिक रूपमा तपाईँलाई हेर्दाखेरि एउटा महिला सशक्तिकरण भएको जस्तो लाग्छ, तर तपाईँ आफै पनि सामाजिक सञ्जालमा प्रशस्त असन्तोष व्यक्त गर्नुहुन्छ। तपाईँको नजरमा महिलाहरूको, सीमान्तकृतहरूको अवस्था कस्तो छ? यो समावेशिता वास्तवमा अति नै सुन्दर एउटा व्यवस्था भए तापनि अहिले यो राजनीतिक परिवेशमा हेर्दाखेरि चाहिँ यो राजनीतिक दलहरूकै नेतृत्व तहबाटै भएका कमजोरीले गर्दाखेरि चाहिँ यसमा चाहिँ एउटा विकृति आउँदै गरेको मैले अनुभव गरेको छु। र महिलाहरूको विषयमा लिएर मैले भन्नुपर्दाखेरि चाहिँ महिला वा पुरुष वा कुनै पनि सीमान्तकृत वर्ग होस्, उत्पीडित वर्ग होस्, यहाँ राइटफुल रिप्रेजेन्टेसन भइराखेको छैन। अधिकारयुक्त जुन चाहिँ तपाईँको प्रतिनिधित्व हुनुपर्ने हो त्यो चाहिँ त्यसैमा मैले चाहिँ समस्या देखिराखेको छु। र यसलाई मैले ढल्ला जस्तो लाग्यो। मैले यसमा चाहिँ कहाँनिर गएर जोड्न चाहेँ भन्दाखेरि यो देशमा चाहिँ सङ्घीयता लागू गर्दाखेरि चाहिँ अन्य मुलुकमा हेऱ्यो भने, बेल्जियम जस्तो विकसित मुलुकमा हेऱ्यो भने 70 वर्षको बहसमा चाहिँ त्यहाँ चाहिँ सङ्घात्मक शासन चाहिँ लागू गरियो। नेपालमा कुनै पनि बहस बिना गरिएको हुँदाखेरि चाहिँ यसमा चाहिँ अहिले हेर्दाखेरि विभिन्न मुख्य आधार स्तम्भहरू नै कमजोर छन् जस्तो लाग्छ। जस्तो 200 भन्दा बढी अस्तित्वमा रहेका देशहरूलाई हेर्ने हो भने समावेशिताको हाइएस्ट इन्क्लुजिभिटी कुन देशमा छ भनेर हेर्दाखेरि 1 देखि 50 टप 50 हेर्दाखेरि त्यहाँ महिलाको, सीमान्तकृत र अल्पसङ्ख्यक सबैको प्रतिनिधित्व हेर्दाखेरि एकात्मक राज्य शासन भएका मुलुकमा नै छन् हैन। त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि यो समावेशिताको विषय भनेको चाहिँ सङ्घात्मक राज्यसँग वा एकात्मक शासनसँग त्यसको कुनै संलग्नता छैन। अझ मलाई त यो त एन्टिथेसिस नै हो जस्तो नै लाग्छ। किनभने यो समावेशिताले चाहिँ हामीलाई जुन दिनुपर्ने एउटा राइटफुल रिप्रेजेन्टेसनको साटोमा चाहिँ एउटा चाहिँ के गरिदियो भन्दाखेरि हामीलाई एउटा भूगोलमा चाहिँ सङ्कुचित गरिदिइराखेको छ। चाहे त्यो महिलाको प्रतिनिधित्व होस्, चाहे अन्य वर्गको प्रतिनिधित्व होस्, हामीलाई एउटा भूगोलमा। अब समावेशिताका केही महत्त्वपूर्ण पक्षमा एउटा भनेको राज्यको स्रोत साधनको चाहिँ संशोधन प्रयोगमा चाहिँ रिसोर्स डिस्ट्रिब्युसन चाहिँ इक्विटेबल हुनुपर्छ भनिन्छ नि त, चाहे कुनै पनि वर्गको लागि होस्। तर समावेशिताले त हामीलाई एउटा चाहिँ प्रदेशमा मात्रै लिमिट गरिराखेको छ। राष्ट्रको नेसनल डिस्ट्रिब्युसनमा भएको रिसोर्सेसमा हामी महिलाहरूको पहुँच कहाँनिर गएर देखिराखेको छ, त प्रतिनिधित्व कहाँनिर गएर देखिराखेको छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। राज्य विकेन्द्रीकृत भए पनि एकीकृत भए तापनि बेलायतको उदाहरण लिने हो भने त्यसमा फरक अभ्यास छ, फरक व्यवस्था छ। तपाईँले सङ्घात्मक भएर पनि विकेन्द्रीकृत भएका चाहिँ मुलुकहरू, नाइजेरियाहरूमा महिलाहरूको हक अधिकार र प्रतिनिधित्व आफैमा एउटा प्रश्न चिन्ह छ हैन। त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि राज्यको रिसोर्स डिस्ट्रिब्युसन, इक्विटी डिस्ट्रिब्युसन चाहिँ त्यसबाहेक चाहिँ जस्तो राइट्सका कुरा हैन, इक्विटेबल एक्सेस, राज्यको स्रोत सम्पत्तिमा चाहिँ हाम्रो चाहिँ जुन प्रतिनिधित्व र एक्सेस हुनुपर्ने त्यो सबै कुरामा चाहिँ यो समावेशिताको नाममा चाहिँ अझ हामीलाई चाहिँ रेस्ट्रिक्सन चाहिँ बढी भयो भन्ने चाहिँ मैले महसुस गरिराखेको छु हैन। त्यसले चाहिँ हामीलाई अझ महिलाहरूलाई पनि लिमिट गर्यो भन्ने चाहिँ मेरो चाहिँ यसमा बुझाइ हुन्छ। हुन्छ खुशबुजी, धेरै धेरै धन्यवाद। म सन्तोषजीकोमा आएँ। सन्तोष परियारजी आफै पनि एउटा दलित समुदाय प्रतिनिधित्व गर्नुहुन्छ, तर समावेशिताको सिद्धान्तको बडो कठोर समीक्षक पनि हो।
यो भोग्ने मान्छेलाई थाहा हुन्छ पीडा। मैले जतिसुकै भोग्न खोजे पनि, मैले जतिसुकै बुझ्न खोजे पनि कहीँ न कहीँ त्यो न्याय गर्न सकिन्न जस्तो लाग्छ। सन्तोषजी समानुपातिको कोटाबाट रासोपा पार्टी प्रतिनिधित्व गरेर संसदमा हुनुहुन्छ। मैले अघि त्यो समावेशिताको नीति, सरकारको नीति ठुलो स्वरमा भन्दाखेरि पनि कहिले कहिले त्यो वर्गलाई सम्बोधन गर्न खोजे जस्तो, मनोबल बढाउन खोजे जस्तो लाग्छ। तर त्यो त मैले होइन, राज्यको नीतिले गर्नुपर्ने हो। मलाई भनिदिनुहोस्, त्यो कमजोर वर्गको मनोबल उच्च बनाउनलाई चाहिँ सरकारको त्यो समावेशिताको नीतिले कति काम गरेको छ? हस्, एकदमै धन्यवाद दिलभूषण दाई। म अलिकति यो सप्तरी विचार उत्सवलाई पनि अलिकति केही भन्न चाहन्छु। सर्वप्रथम यो सप्तरी विचार उत्सवमा मेरो कुरा गर्न, म भक्तपुरमा जन्मिएको हुर्केको मान्छे यहाँसम्म बोलाइदिनु भएकोमा सबके प्रणाम। त्यस पछाडि यहाँ साथीहरूको मान्छे कम भयो भन्ने खालको अलिकति त्यो कुरा सुनिरहँदाखेरि म यहाँलाई यति मात्रै निवेदन गरौँ, त्यो 13औं शताब्दीमा सुरु भएको रेनेसा भन्ने एउटा पुनर्जागरणको अभियान एउटा ब्याङ्कर, इटलीको एउटा ब्याङ्कर फ्यामिलीमा डिनर खाँदाखेरि चर्चाबाट सुरु भएको थियो। तर तपाईँहरूले यहाँ जे गर्नु भइरहेको छ यो असाध्यै राम्रो काम गर्नुभएको छ। यो सानो भयो, थोरै भयो भनेर त्यो आत्मग्लानी गर्नु पर्दैन भनेर मैले साथीहरूलाई भने। अर्को कुरा, तपाईँले जो हिजो खुसीलाल मण्डलजीबाट सप्तरीको वैभव, सप्तरीको विद्रोह, सप्तरीको इतिहास र सप्तरीले नेपाली राज्यलाई रूपान्तरण गर्न खेलेको भूमिकाको जुन प्रत्यक्ष सुन्ने मौका दिनुभयो, त्यसको लागि पनि म यहाँहरूलाई प्रणाम भन्न चाहन्छु। दिलभूषण दाईले एकदमै राम्रो कुरा भन्नुभयो। मधेस असाध्यै माया गर्छु म मधेसलाई, किनभने मलाई के लाग्छ भने संसारका सबै उत्पीडनहरूको दर्शन एउटै हो। महिलामाथिको उत्पीडन, दलितमाथिको उत्पीडन, मधेसमाथिको उत्पीडन, त्यसको दर्शन एउटै हो। त्यो सारमा फरक भए पनि त्यसको दर्शन एउटै हो। यसर्थ मेरो राजनीति म के गरिरहेको छु, त्यो उत्पीडितहरूका लागि म राजनीति गरिरहेको छु, विभेदमा परेकाहरूको लागि राजनीति गरिरहेको छु। मैले बोल्ने आवाज तिनीहरूको लागि हो। र म कठोर, अहिले दिलभूषणले अघि सुरुमा भन्नुभयो, भाषागत रूपमा राज्यको मूलधारमा आउन नसकेका होइन, यसलाई मिलाउँ, आउन नसकेका होइन, आउन नदिएका, समावेशी हुन नपाएको होइन, हुन नदिएको। अब यो भाषामा पनि संसारको सबैभन्दा विभेद चाहिने भाषामा हुन्छ, भाषामा हामी अलिक भाषामा पनि काम गरौँ भन्ने लाग्छ। एकदमै राम्रोसँग उठान गयो बाबा साहेब भीमराव अम्बेडकर, जसले भारतको संविधान निर्माण गर्नुभयो। उहाँले भन्नुहुन्थ्यो संविधान बनाएर मात्र हुँदैन, त्यो कार्यान्वयन गर्नुपर्छ। संविधान धारो हो तर पानी आउन त खोल्नु पर्यो नि। हामीले संविधानमा व्यवस्था गऱ्यौँ, त्यसका पछाडि धेरै कारणहरू छ, धेरै सङ्घर्षहरू छ। म सप्तरीको यो भूमिमा बसेर यो कुरा गर्न पाउँदा मलाई गर्व लाग्छ कि रामराजा सिंहको भूमि हो यो, जसले नेपालमा गणतन्त्र जति बेला हामीले संसारमा राजतन्त्र नै अन्तिम सत्य भन्ने बेलामा पनि गणतन्त्रको आवाज उठाउनु भयो र आज हामी गणतन्त्रमा जान सक्यौँ। यसका लागि पनि म सप्तरीलाई नमन गर्छु। त्यो कुरा के हो भने राज्य यो शीर्षक राज्य कसको? राज्य सबैको हो, या तर सबैको भएको छैन। अघि दिलभूषण दाईसँग म कुरा गरेको थिएँ, त्यति राम्रो कलाकारले गीत गाउनु भयो, यहाँ साह्रै मिठो गीत गाउनु भयो, तर अन्त्यमा उहाँले नेपाली गीत गाउनु पर्यो किन? प्रश्न यो कुन मनोविज्ञान हो? यो समाजमा के निर्माण गरिरहेका छौँ हामी? ढुक्कले उहाँले त्यति राम्रोसँग मैथिली गीत गाउनुभयो, सर्लाहीको मैथिली बोल्नुभयो, सप्तरीको मैथिली मिसाउनु भयो, असारको कुरा गर्नुभयो, तर अन्तत्वगत्वा सन्तोष परियार, दिलभूषण पाठक, खुशबु ओली, प्रदीप पौडेल, माधव सापकोटाहरूलाई साक्षी राखेर उहाँले नेपाली गीत गाउनु पर्यो। यस अर्थ यो राज्य सबैको भएको छैन, यो राज्य सबैको बनाउनु पर्छ। हुने खानेहरूको, वर्चस्वशालीहरूको, कसैले आर्ज्याको मुलुक होइन यो। इतिहासको कालखण्डमा सबैले काम गरे, त्यसलाई फेरि हामी समुच्चनमा इतिहासलाई हामी समीक्षा गर्छौँ, सम्मान पनि गर्छौँ। तर आजको दिनसम्म एउटा यस्तो उम्दा, मैले दिलभूषण दाईले जुरुको उठेर त्योभन्दा अगाडिको गीत सुन्दाखेरि भनेको थिएँ, दाई यतिको आवाज मूलधारको हुन सकेन। कसका कारणले? हामीले रियलाइज गर्नु पर्दैन? राज्यले सोच्नु पर्दैन? यो कुरा सोच्नुपर्छ। महिलाको कुरा राज्यले 51%, पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ, 10% पनि महिला व्यापारमा छैन, अनि सोच्नु पर्दैन? एउटा कुरा खुशबुजीले उठाएको कुरा सत्य के हो भने राजनीतिक पार्टीका कारणले समावेशीकरण विकृत भयो, तर त्यसको कारणले गर्दा समावेशीमाथि आक्रमण नगरौँ, पार्टीमाथि आक्रमण गरौँ, पार्टीलाई जिम्मेवार बनाऊ।
नेताहरूलाई जिम्मेवारी बनाऊ, समानुपातिकमाथि आक्रमण नगरौँ। कोही कसैको श्रीमती आइन भन्दैमा कसैको सासु आइन, कसैको साला आइन भनेर समानुपातिक अवधानलाई त्यसो नगरौँ। त्यसो गर्दाखेरि सन्तोष परियारहरू छुट्छन्। यो देशमा जम्मा 1जना मात्रै दलितले प्रत्यक्ष निर्वाचन जितेको छ, त्यो छविलाल विश्वकर्मा हो। 13% दलितमा 1जनाले मात्रै जित्ने भन्ने हुन्छ, यो कहाँको न्यायसङ्गत हो? त्यही भएर हामीले अघि मैले विचार 70मा आफैमा एउटा 70 विचार भन्ने कुरा त हिजोदेखि यहाँ बसिरहँदा मैले थाहा पाएँ नि। विचारले संस्कृति निर्माण गर्छ, विचारले व्यवहार निर्माण गर्छ। यो विचार, यो समावेशी विचारलाई बोकौँ। म त गरि नै हाल्छु, दिलभूषण दाइले गरिरहनु भएको छ, कुरा यो हो, जिम्मेवार भएर गर्नुपर्छ अब, किनभने नत्र इतिहासमा सधैँ राम्रो हुँदैन। यसर्थ यो विचार उत्सवमा यो राज्य कसको? सबैको हो राज्य, अझ बढी त कमजोरहरूका हो। किन तपाईँले सोसल कन्ट्र्याक्ट थ्योरी हेर्नुभयो भने, सामाजिक करारको थ्योरी हेर्नुभयो भने राज्य कमजोरहरूका लागि बनाइएको हो। जसले आफ्नो सुरक्षा आफै गर्न सक्दैन, जसले गाह्रो छ, जसले मतलब भल्नरेबल भन्छ नि एक किसिमको, तिनलाई म सुरक्षा दिन्छु भनेर राज्य बनाएको हामीले। त्यो सिद्धान्तबाट राज्य प्रेरित छ भने पछिल्लो समयमा के भयो? गर्दै जाने क्रममा राज्य चाहिँ नि वर्चस्वशालीहरूको भयो, राज्य शक्तिशालीहरूको भयो। त्यही भएर यो उल्टो बाटोमा गएको राजनीतिलाई सुल्टो बाटोमा ल्याउनुपर्छ, त्यसमा हामी सबै लाग्नुपर्छ भन्छु। म चाहिँ नि जे भोगेको छु, दिलभूषण दाइले अझ मधेसको दलित अलिकति फोकस गराउँछु कि जुन कमजोर वर्ग छ नि, सबभन्दा पहिले त संविधानले उसको मनोबल बढाउनु पर्यो नि, होइन? सर, राज्यले गर्नुपर्ने अरू कामहरू छँदैछन्, उसको त्यो मेन्टल स्टेटस अथवा उसको साइकोलोजिकल स्टेटस, मान्छेको मनोविज्ञान नै, मनोबल नै नभएपछि त केही पनि हुन्न नि। त्यसलाई व्यवहारिक रूपमा त्यो समावेशिताको नीतिले कति उठाउन सकेको छ? दुईटा कुरा हुन्छ, यो असाध्यै महत्त्वपूर्ण प्रश्न छ। पहिलो कुरा, हामीले मानव अधिकारको सामान्य अवधारणा हेऱ्यौँ भने डिग्निटी भन्ने शब्द महत्त्वपूर्ण छ, डिग्निफाइड। अब सम्मानित ठाउँमा, सबै ठाउँमा एक खालको जाति, एक खालको वर्गहरू जाने अनि सम्मान गर्दैन। आज त थोर बहुत सन्तोष परियारलाई सम्मान गर्छन्, किनकि सन्तोष परियार यो देशको प्रतिनिधि सभा सदस्य हो, पार्टीको प्रमुख सचेतक हो। मतलब राज्यले गर्नु पर्यो, किनभने त्यो सम्मानित ठाउँहरूमा लानु पर्यो, जहाँ सिङ्गो समाजले सम्मान गर्नुपर्छ, होइन? मतदान पनि दलितलाई गर्ने हो र भन्ने समाजबाट हुर्केको हो नि त हामी। त्यो ठाउँमा पुर्याउनु पर्यो। राज्यले लेखेर मात्रै भएन, त्यो सम्मानित ठाउँहरूमा क्षमता भएको फेरि क्षमताको कुरा गर्छन् कतिपय साथीहरू, क्षमता नभएका कोही पनि छैनन्, क्षमता सबैसँग छ, मात्र केलाई हामीले क्षमता मान्यौँ भन्ने मात्र हो। त्यही भएर त्यसो गर्यो भने सम्मान पनि बढ्दै जान्छ, सम्मान बढ्दै गए पछाडि स्वीकार हुँदै जान्छ र त्यो एउटा आत्मग्लानीको एउटा मनोदशाबाट त्यो, म त भन्छु दलितहरू धेरै हदसम्म एउटा सोसाइटल ट्रोमामा छन्। अगाडि एउटा कुरा हुन्छ, एकछिन पछाडि उता गएर जातका कुरा आउँछन्, यो हुने गर्छ। अनि मलाई चाहिँ नि अब लामो समय मलाई लाग्थ्यो, मैले यस्तो कुरा नगर्ने हो कि भन्ने लाग्थ्यो, होइन? म त भक्तपुरमा हुर्केको, राम्रै पढेको, राम्रै देश विदेश गरेको, नगर्ने कि भन्ने लाग्थ्यो। तर जब मैले त्यो फ्रान्स फाननको द रिचेट अफ द अर्थ भन्ने किताब पढेँ, संसारका अभागीहरू भन्ने किताब पढेँ, त्यस पछाडि मलाई लाग्यो मैले नै गर्नुपर्छ यो। जेसुकै बनाउनु, मलाई दुनियाँले जेसुकै भन्नुहोस् मैले नै गर्नुपर्छ र म जस्ताहरूले गर्नुपर्छ भन्ने लाग्छ। मैले अहिलेलाई यति हुन्छ, धन्यवाद माननीय परियारजी। अब म माधव सापकोटाजीको भन्न जान्छु। माधव सापकोटाजी सिन्धुपाल्चोक प्रतिनिधित्व गर्नुहुन्छ संसदमा, नेकपा माओवादीको हुनुहुन्छ। माननज्यू, तपाईँहरूको पार्टी त यिनै कुराहरूको माथिको असन्तुष्टि जनाउँदै विद्रोह गरेर आएको पार्टी, जनयुद्ध पश्चात मूलधारमा आएर संविधान लेखनमा पार्टीले नै नेतृत्व गरेको प्रधानमन्त्री हुनुहुन्थ्यो, संविधान लेखियो। समावेशिताको सिद्धान्त अनुरूप राजनीतिक प्रभावमाथि पनि आम मानिसको पहुँच बढाउनुपर्छ भन्ने एउटा सिद्धान्त हो। त्यो मोरलेस सम्पूर्ण रूपमा सन्तोषप्रद रूपमा होइन, मोरलेस त्यो देखिन्छ जस्तो लाग्छ। तर सवाल नागरिकको हातमुखको हो, सवाल उसको जीवनयापनको, सवाल उसको सामाजिक पहिचानको हो, राज्यप्रति उसको अपनत्वको हो। त्यो कसरी हेर्नु? तपाईँको लेन्सले कस्तो देख्छ? हामी कुन चरणमा छौँ, अथवा यो राज्य कसको? धन्यवाद। प्रश्नभन्दा पहिला चाहिँ अलिकति कार्यक्रमकै बारेमा छोटो, धेरै लामो होइन, संक्षिप्तमा केही कुरा राख्ने अनुमति चाहन्छु। अहिले नेपालमा मात्रै होइन, संसारमा एउटा यस्तो हावा बगिराखेको छ, विचार, राजनीति, दृष्टिकोण भनेको सहायक जस्तो, पहुँच, पुँजी
प्रभाव चाहिँ मुख्य जस्तो हुँदै गएको छ। चाहे हामी अमेरिकाको राजनीतिलाई हेरौँ र युरोपतिर भारत हुँदै हामीसम्म नि हेऱ्यौँ भने अहिले विचार, राजनीति, दृष्टिकोण, मुद्दाहरू चाहिँ सहायक हुने जस्तो, यसलाई धेरै प्राथमिकता प्रधानता नदिने। र अघि नै पनि दिलभूषण दाजुले भनिसक्नुभयो कि महोत्सवहरू गरेर विचारको मन्थन गरेर के उपलब्धि हुन्छ भनेर हाकाहाकी बहस हुने भने जस्तो। अझ पछिल्लो हाम्रो पुस्ता त धेरै माइक्रो लेभलमा छलफल गर्न रुचाउँदैन। त्यसले टक्क टक्क विप्लववादी भन्छ, दार्शनिक सौन्दर्य शास्त्रको भाषामा भन्दाखेरि त्यसले टप्प टप्प मात्रै कुरा टिक्छ, अहिले डेथमा गएर छलफल गर्दैन। यस्तो प्रकारको छ अहिले समाज। यस्तो बेलामा तपाईँहरूले सप्तरी विचार उत्सव भनेर अहिले विचारको मन्थन गर्ने, बहस गर्ने, मुद्दाहरूलाई इस्युहरूलाई अलिकति हाइलाइट्स गर्ने जे इच्छा शक्तिका साथ पहिलो संस्करणका रूपमा यो कार्यक्रमको आयोजना गर्नुभयो। मेरो र मेरो दलका तर्फबाट आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूको यो कदमको म मुक्त कण्ठले प्रशंसा गर्दै हौसला प्रदान गर्न चाहन्छु र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरताको समेत अपेक्षा गर्दछु। कार्यक्रम गर्दा यो अवश्य नै एउटा चुनौती हो। यसका पछाडि विभिन्न प्रकारका विघ्न व्यवधानहरू, चुनौतीहरू आउँछन्, तर त्यसलाई फेरि यसबाट अनुभव हासिल गर्ने हो, समीक्षा गर्ने र फेरि अर्को कार्यक्रममा जाँदा यस्तै प्रकारका कमी कमजोरी नदोहोरिने गरिकन सम्पादन गर्ने, त्यसैमा सफलता हुन्छ। र मेरो मूल विषय के थियो भने यस्ता विचारका मन्थनहरू अझ ज्यादा गर्नुपर्छ, पुगेको छैन। यसको लागि पनि म सप्तरी विचार उत्सव भनेर तपाईँले जे विचारको मन्थन गर्ने वातावरण बनाउनु भयो, दोहोऱ्याएर धन्यवाद दिन चाहन्छु। म विषयमै फर्कन चाहन्छु। अघि न मान्यज्यूले भनेकै जस्तो रामराजा प्रसाद सिंहकै भूमिमा बसेर यो बहस गर्न पाउँदा म त हिमालमा सिन्धुपाल्चोकमा जन्मिएको नागरिक, एउटा युवा, मधेसमा आएर यो प्रकारले आफ्ना विचार, दृष्टिकोण, भावनाहरू राख्न पाउँदा आफैलाई ज्यादै गौरवान्वित पनि महसुस गरेको छु। दिलभूषण दाईले भनेकै जस्तो म त बालकदेखि नै, बच्चादेखि नै मूलतः सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणालीका निमित्त लाग्नुपर्छ भनेर बाल मनोविज्ञानमा नै यो आन्दोलनमा जोडिएको मानिस। मेरो गाउँमा भन्दा 51-52 सालमा मेरा काकीहरूले, हजुरआमाहरूले हलो जोतेको, ब्राह्मण समुदायले हलोको अनौ समाउने भनेको कुरा चाहिँ ज्यादा एउटा पाप गरेको जस्तो अर्थमा लिइन्थ्यो। मेरो घरमै पार्टीले एउटा यस्तो उद्घोष गर्यो, महिलाहरूलाई चाहिँ चुरापोते लगाएर जे श्रृङ्गार गर्ने र त्यसबाट कहीँ न कहीँ सामन्ती दासता लाद्ने जे चिन्तन प्रवृत्ति थियो त्यसका लागि विद्रोह गर्नुपर्छ भनेर मेरो घरबाटै 51-52 सालमा महिलाहरूले सामूहिक रूपमा चुरापोते धागो एक ठाउँमा राखेर त्यसलाई चाहिँ नष्ट गरेको। त्यस्तो प्रकारको सामाजिक परिवेश र स्कुलिङबाट हुर्केर आएको। पछि म करिब 16 वर्षको उमेरमा माओवादी आन्दोलनमा, भूमिगत आन्दोलनमा गएँ र बिस्तारै विचार, राजनीति, दृष्टिकोण, दर्शन बुझ्दै यो आन्दोलनमा अहिलेसम्म सक्रिय नै छु। यसरी हेर्दा नेपालमा म अहिले माओवादी पार्टीको कार्यकर्ता भएर होइन कि एउटा नेपालको सच्चा नागरिक भएर भन्ने हो भने नेपालमा सङ्घीयताको, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिको चाहिँ सुनिश्चितता गर्नुपर्छ राज्यका हरेक निकायमा भनेर एउटा ठुलो सामाजिक जागरण त्यो माओवादी जनयुद्धले ल्यायो। महिला, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका र उत्पीडनमा परेका जाति, समुदाय र लिङ्गलाई माथि ल्याउनुपर्छ भनेर हामीले एउटा ठुलो आन्दोलन गऱ्यौँ। म आफैमा एउटा ब्राह्मण समुदायमा जन्मिएको, हुर्किएको, अझ एउटा हिसाबले सम्पन्न प्रकारकै परिवारमा हुर्किएको हुँ। तर पनि हामीले एउटा यस्तो, म गर्वका साथ अहिले के भन्न चाहन्छु र राख्न चाहन्छु भने माओवादी जनयुद्धले, माओवादी आन्दोलनले सिङ्गै देशमा एउटा यी मुद्दाहरूका लागि चाहिँ एउटा ठुलो क्रान्ति ल्यायो या जागरण ल्यायो र त्यस पछाडि आफ्ना अधिकारका लागि आफैले सङ्घर्ष गर्नुपर्छ, आफैले चाहिँ योगदान गर्नुपर्छ भन्ने प्रकारको एउटा मनोविज्ञानको विकास गर्यो। र त्यसको वरपर पछि मधेस आन्दोलन, अरू जनजाति आन्दोलनहरू र हामी 62-63 को जनआन्दोलन त छँदैछ, पछि हामी सार्वभौम रूपमा मधेस आन्दोलन लगायतका आन्दोलनहरू पनि त्यसमा जोडिन आइपुग्यो। यसरी हेर्दा माओवादी जनयुद्धले समाजका सबै प्रकारका उत्पीडन र विभेदहरूलाई मूलधारमा गाँच्ने र एउटा जीवन्तता दिने काम गर्यो भन्ने कुरा म एकचोटि स्मरण मात्र गर्न चाहन्छु। दिलभूषण दाईले यसको अलिकति समीक्षा गर्ने कोणबाट विषयलाई उठान गर्नुभयो, हामी कुन चरणमा छौँ भनेर। माननीय सन्तोष परियारले भनेकै जस्तो फन्डामेन्टल्ली सैद्धान्तिक रूपमा
समावेशी समानुपातिक प्रतिनिधित्वको प्रणाली आफैमा एउटा यो गजबको प्रणाली छ र यो सही पनि छ। तर यसलाई अभ्यास गर्ने चरणमा हाम्रा कैयौँ सीमा कमजोरीहरू छन्, त्यसको हामीले समीक्षा गर्नुपर्छ। तर हामी यो संविधान निर्माण गरेदेखि दशक यताको एउटा अभ्यास छ। संसारभर हामीले हेऱ्यौँ भने 15-20 वर्षभन्दा अगाडि संविधानहरूको अभ्यासका बारेमा, त्यसलाई संशोधन गर्ने कि नगर्ने भन्ने बारेमा हतारो नगरिकन 15-20 वर्ष अभ्यास गरेपछि मात्रै त्यसका लिमिटेसनका बारेमा चाहिँ समीक्षा गर्ने, संशोधन गर्ने विषयहरू उठ्दो रहेछ। तर हाम्रो जस्तो राजनीतिक अस्थिरताका कारण नेपालमा अहिले समग्र यी प्रणालीहरू नै गलत भयो कि हाम्रा अभ्यासहरू, हाम्रा नजिरहरू, हाम्रा कतिपय व्यवस्था हामीले अलि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्यायौँ, तर फेरि हामीले अभ्यास गरेका नजिरहरू जम्मै कुराहरू हेऱ्यौँ भने सामन्तवादी कहीँ न कहीँ त्यो प्रकारको संस्कृति संस्कार र हाम्रो अभ्यासहरू जोडिएका छन् नि। आज पनि गएर हामीले हेऱ्यौँ भने हिमालमा, पहाडमा, मधेसमा सबैतिरका विद्यालयमा ठुला मान्छे सांसदहरू गयो भने सबै विद्यार्थीलाई लाम लगाएर उभ्याउने, ताली पड्काउने, गाजा बजाएर अगाडि जाने, यो त हिजोको प्रकारको संस्कार हो नि। तर हामी यसरी हेऱ्यौँ भने हाम्रा कैयन संस्कार संस्कृतिहरूमा त्यो लिग्यासी चाहिँ टुटेको छैन। ठिक अहिले हामी समावेशी समानुपातिक प्रतिनिधित्वको प्रणालीमा जाँदाखेरि, अभ्यास गर्दाखेरि, अभ्यास गर्ने नेताहरूमा, अभ्यास गर्ने पार्टीहरूमा कहीँ न कहीँ सीमाहरू छन्। तर फेरि सैद्धान्तिक रूपमा समावेशी समानुपातिक प्रणाली हामी के दाबी गरिराखेका छौँ र साँचो कुरा पनि हो भने संसारभर सबभन्दा उन्नत प्रकारको प्रणालीका साथ हामी अभ्यास गरेका भनेका छौँ। त्यसैले मलाई के लाग्छ भने बल्ल हामी दशक वरिपरि यसको अभ्यास गरिराखेका छौँ, अर्को दशकसम्म गुड फेथका साथ यसको अभ्यास गरिनुपर्छ। त्यसबाट केही लिमिटेसनहरू बाई प्रडक्टहरू आयो भने समीक्षा गरेर करेक्सन गरेर अगाडि जानुपर्छ। यो खण्डमा मैले यति नै कुरा राखेँ। धन्यवाद। हुन्छ, धन्यवाद। धन्यवाद माननीयज्यू। म माननीय प्रदीप पौडेलजीकोमा आउन चाहेँ। प्रदीपजी, यो हाम्रो समाजको अथवा देशको त्यो सामाजिक सद्भाव यति बलियो भएको कारणले आज हामी एक ठाउँमा छौँ। नभए राज्यले समावेशिताको नीति ल्याउन सकेन भने धेरै देशहरू विखण्डनतिर गएका छन्। तपाईँ मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल प्रतिनिधित्व गर्नुहुन्छ, आज सेन्टरमा पनि हुनुहुँदो रहेछ, सेन्टरमा हुनुहुन्छ प्राय पोलिटिक्समा। तपाईँलाई के लाग्छ जसरी हामीले संविधानमा व्यवस्था गऱ्यौँ त्यसको वास्तविक अनुभूति आम नागरिकले गर्न सकेका छन्? तपाईँ एउटा युवा पुस्ता अलि अनेस्ट पनि हुन सकिन्छ अनि अलिकति पोस्टमार्टम गर्न सजिलो पनि हुन्छ। पार्टीहरूले भन्नका लागि, देखाउनका लागि एउटा नीति बनाउँछन्, व्यवहारिक रूपमा चाहिँ नागरिकले अनुभूत गर्न पाउँदैनन्, त्यो उनको गुनासो हो। यद्यपि लिट्रेचरलाई त म पनि ट्रस्ट गर्छु, त्यसको रियल इम्प्लिमेन्टेसन कस्तो छ, कस्तो देख्नु, त्यसको कार्यान्वयन पक्ष कस्तो छ? म पछि आउँछु आरक्षणको बारेमा, निजामतीमा तिनको उपस्थिति कस्तो छ भनेर पछि आउँछु। धन्यवाद दिलभूषण दाई, प्यानलिस्ट साथीहरू, उपस्थित प्रबुद्ध महानुभावहरू। सुरुमा म यो सप्तरी विचार समाजले जे जस्तो कार्यक्रम सुरुवात गरेको छ यो प्रशंसनीय छ। मेरो विचारमा यसले सप्तरीको सभ्यता, संस्कृति, भाषा, साहित्य सबैलाई देशव्यापी बनाएको छ। त्यसैले एउटा इभेन्ट सानो जस्तो देखिन्छ, सामाजिक सञ्जाल मार्फत, यसबाट भइरहेको लाइभ मार्फत मिडियाहरूले यसलाई कभरेज गरेको यो सबै कारणले चाहिँ यो देशव्यापी भएको छ। त्यसैले जुन सुरुवात गर्नुभयो साथीहरूप्रति म आभार प्रकट गर्न चाहन्छु। खास गरी सप्तरी विश्वविद्यालय नेपालमा खोल्नुभन्दा पहिले सप्तरीमा क्याम्पस खोलेको थियो। नेपालका सबैभन्दा पहिलो नगरपालिका पहिलो चरणमा 10वटा हुँदा सप्तरी नगरपालिका घोषणा भएको थियो। अघि साथीहरूले भन्नुभयो गणतन्त्रको सबभन्दा पहिलो आवाज यहाँको नेताले उठाउनु भएको थियो। साहित्य, भाषा, सभ्यता सबै हिसाबले सप्तरी अगाडि छ। ती लाठी मेरो विचारमा यो देशको प्रबुद्ध मान्छेहरूको, शिक्षित समुदायको बस्ती भनेर ती लाठीलाई बुझिन्छ। राम मनोहर लोहिया, बिपी कोइरालासँग यही ती लाठीमा बसेर समाजवादी विचार दृष्टिकोण बनाएको भनेर हामीले उहाँको आत्मवृत्तान्तमा पढ्न पाउँछौँ। यो काठमाडौँबाट टाढा भएर हो कि यसले आफ्नो साहित्य, कला, संस्कृतिलाई त्यही अनुसार अगाडि बढाउन नसकेर हो कि इतिहासमा सप्तरीको जहाँ नाम थियो
आजसम्म आइपुग्दा सप्तरीको विकास त्यही ढङ्गबाट भएको देखिँदैन। हुन त समग्र देशको विकास नै पछाडि परेको छ। राजनीतिले विकासको विषयलाई प्राथमिकताको विषय बनाउन नसकेर पनि त्यो परिस्थिति भएको हुनसक्छ। तर जे जस्तो प्रयत्न अहिले भइरहेको छ म त्यसको निरन्तरताको निम्ति अनुरोध गर्न चाहन्छु। खास गरी नेपालमा गणतन्त्र आइसकेको छ। अब गणतन्त्र ल्याउन कसले ठुलो भूमिका गर्यो त्यो इतिहासले मूल्याङ्कन गर्ने विषय हो। अब गणतन्त्र आइसक्यो, हामीले एउटा संविधान बनाइसक्यौँ, त्यहाँ समावेशिताको प्रावधान पनि हामीले सुनिश्चित गरेको स्थिति छ। अब त्यो गणतन्त्र हामीले अभ्यास गरेको पनि करिब 16 वर्ष भइसक्यो। अब गणतन्त्र परीक्षणको बेलामा मात्रै छैन, गणतन्त्रले कति उपलब्धि दियो हिसाब गर्ने चरणमा आइपुगेको छ। संविधानले नै संवैधानिक व्यवस्थाहरूलाई व्यावहारिक ढङ्गबाट मान्छेमा परिवर्तनको अनुभूति गराउन सके कि सकेन मूल्याङ्कन गर्ने समय आइसकेको छ। त्यसैले गणतन्त्र ल्याउन जतिवटा नेपालमा ऐतिहासिक आन्दोलनहरू भए ती आन्दोलन इतिहासमा परिवर्तनका निम्ति कोसेढुङ्गो साबित गर्ने हो भने ती आन्दोलनमा योगदान गर्नेहरू इतिहासका महत्त्वपूर्ण पात्र हुन् भनेर साबित गर्ने हो भने हामीले आजको गणतन्त्रलाई आम नागरिकको जीवनशैलीसँग जोड्न सक्नुपर्छ। अनुभूतिमा परिवर्तन भएको महसुस गराउन सक्नुपर्छ। अब हामीले प्रष्ट ढङ्गले भन्यो भने प्रश्नै उठेको छैन त। मेरो विचारमा केही प्रश्नहरू उठेको स्थिति छ। फेरि प्रश्न उठ्नुको अर्थ गणतन्त्रको विकल्प अरू केही हुन्छ भन्ने मेरो होइन, भनाइ होइन। 4 प्रकारका शासन पद्धति मध्येमा आम जनताले प्रतिनिधि छनौट गर्न पाउने व्यवस्था लोकतान्त्रिक गणतन्त्र मात्रै हो। तर गणतन्त्रभित्रका यी प्रावधानहरूको सन्दर्भमा समावेशिता यो आफैमा राज्यको अनुहार नीति निर्माण तहमा राज्यको सबै वर्ण, रङ, भूगोल, समुदायको प्रतिनिधित्व गराउने एउटा वैज्ञानिक प्रणाली हो। यो यसो गर्न सक्यो भने मात्रै आम नागरिकले देशलाई बढीभन्दा बढी समावेशी बनाउन सक्यो भने मात्रै आम नागरिकले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्न सक्छ। तर संवैधानिक व्यवस्थाको जे आशय हो अभ्यासमा त्यही अनुसारको समावेशिता विकसित गरिएको छ त। हामीले आजकै समावेशितालाई संवैधानिक व्यवस्थाको वास्तविक आशय बनाउन खोजेका थियौँ त। आजको समावेशी अभ्यासको व्यवस्थाले राजनीतिक दलको नेतृत्वलाई मठाधीश बनाएको छ। मेरो विचारमा यो समावेशीले राजनीतिक दलको नेतृत्वलाई करेक्सन गर्न सक्दैन। राजनीतिक दलमा पूर्ण लोकतन्त्र विकसित गर्ने अवस्था रहन्छ भन्ने मलाई लाग्दैन। संवैधानिक व्यवस्था बमोजिमको हाम्रो अभ्यास हुन्थ्यो भने त्यहाँ प्रश्न गर्न सक्ने स्थिति हुँदैन थियो। भुइँ मान्छेलाई प्रतिस्पर्धी बनाउने समावेशी व्यवस्था हामीले विकसित गरेको। तर हामीले अभ्यास त्यसरी गरिरहेका छौँ त। म एउटा दुईटा पात्रको कुरा गरिरहेको छैन, समग्रताको कुरा गरिरहेको छु। म कुनै पार्टीको मात्रै कुरा गरिरहेको छैन, समग्र पार्टीहरूको नेपालको राजनीतिमा चलिरहेको अभ्यासको विषयको कुरा गरिरहेको छु। त्यसैले संवैधानिक व्यवस्था बमोजिमको समावेशी प्रतिनिधित्व कसरी गराउने हो, राजनीतिक दलमा नेतृत्व मात्रै बलियो हुने यो स्थितिलाई कसरी अन्त्य गर्ने हो, दलको नेतृत्व करेक्सन गर्ने गरी दलभित्रका मान्छेले विद्रोह गर्न प्रश्न उठाउन सक्दैनन् भने लोकतान्त्रिकरणलाई पूर्ण रूपमा आत्मसात नगरेको दलले देश बनाउन सक्दैन। त्यो चाहे मधेसको होस् चाहे देशको होस्। त्यसैले अहिले हामीलाई सबभन्दा बढी आवश्यक परेको दलको लोकतान्त्रिकरण, दलभित्र समावेशिता र संविधानको आशय बमोजिमको प्रतिनिधित्वको व्यवस्था। त्यसैले संविधानको आशय बमोजिमको प्रतिनिधित्वको व्यवस्था अहिलेको प्र्याक्टिसबाट गर्न सकिन्छ? मेरो विचारमा त्यो गाह्रो छ। महिलाको प्रतिनिधित्व 51% हुनुपर्छ, सन्तोषजीसँग म सहमत छु। त्यो तथ्याङ्क वैज्ञानिकतामा आधारित विषय हो। तर 33% भित्र
वास्तविक महिलाको आर्थिक हिसाबले, सामाजिक हिसाबले, चेतनाको हिसाबले, भूगोलको हिसाबले प्रतिनिधित्व हुन सकेको छ त? अल्पसङ्ख्यकहरूको त्यो ढङ्गबाट प्रतिनिधित्व हुन सकेको छ त? मधेसमा दलितहरूको अवस्था के छ त्यसलाई ख्याल गरिएको छ त? त्यसैले यो व्यवस्थालाई कायम गरेर यसलाई सच्याउने दिशातिर जान सक्नुपर्छ भन्ने मलाई लाग्छ। फेरि राजनीतिक संरचनाहरूमा मात्रै प्रतिनिधित्वले समावेशिता पूर्ण हुन सक्छ त? शिक्षाको सन्दर्भमा शिक्षालाई पनि गुणस्तरीय भन्ने गरिन्छ। गुणस्तरविहीन पनि शिक्षा हुन्छ। स्वास्थ्यलाई गुणस्तरीय भनिन्छ। गुणस्तरहीन स्वास्थ्य भने के हो? दाहिने हातमा अपरेसन गर्नु पर्यो भने देब्रे हातमा गर्नु भने होइन। हुन्छ। त्यसकारण अन्य पक्षमा समावेशिताको पहुँचको विषयलाई, समानताको विषयलाई कति ख्याल गरिएको छ? मधेसमा पपुलेसनको आधारमा धेरै बजेट दिनुपर्छ भनेर भनेको होइन। मधेसको समृद्धिले मात्रै पहाडमा समृद्धि आउन सक्छ। मधेसमा जस्तो विकास गर्न कतै सजिलो छ? कम खर्चमा मधेसमा जति विकास पहाडमा हुन्छ, मधेसमा जति पहाडमा फल्छ। त्यसैले कृषिको विकास मधेसमा भयो भने पहाड समृद्ध हुन्छ। नेपाल समृद्ध बनाउने मधेसले हो। त्यसकारण बढी पैसा खर्च मधेसमा गर, बढी पैसा मधेसमा हाल भनेर भनेको पपुलेसनको कुरा मात्रै होइन। त्यसैले नेपालको समृद्धिको सम्पूर्ण आधार नै मधेस हो भने सङ्घीय सरकार, वडाको मन्त्री जस्तो, प्रदेश क्षेत्रको मन्त्री जस्तो, त्यसले त नेपाललाई परिवर्तन गर्ने, विकासको बाटोतिर लिएर जाने प्राथमिक योजनाहरू के हुन सक्छन्? प्राइमरी प्रोजेक्टहरू सेलेक्ट गरेर त्यो प्रोजेक्ट कहाँ लागू गर्ने एउटा राष्ट्रिय नीति लिएर आउन जरुरी छ। त्यस निम्ति हामीले मधेस समथर भूगोलको कारणले, सिँचाइ उपलब्ध हुन सक्ने कारणले र सबभन्दा ठुलो नेपालको पुँजी कृषि पनि होइन, जलस्रोत पनि होइन, हिमाल पनि होइन, नेपालको सबभन्दा ठुलो पुँजी जनसङ्ख्या हो, युवा जनसङ्ख्या। यो हाम्रो डेमोक्रेसीमा युथहरूको उपस्थिति जुन हाम्रो पुँजी हो त्यो सबभन्दा बढी मधेसमा छ। त्यसलाई प्रयोग गरौँ भन्ने मेरो भनाइ। हुन्छ माननीयज्यू, अलिक फोकस्ड हुनुपर्छ। आधा घन्टाभन्दा बढी झन् 45 मिनट सकिसकेछौँ। पहिलो चरण 2-3 चोटि सोध्न मन लागेको थियो प्रश्न। म खुसबुजीकोमा आएँ। खुसबुजी, अघि हामीले कुरा गऱ्यौँ कि 142 जात जातिले 124 वटा मातृभाषा बोल्छन्, 10 वटा धर्म छ। तपाईँ प्रशिक्षणमा हुनुहुन्छ, ग्राउन्डमा पनि काम गर्नुहुन्छ। समावेशिताको लागि भनेर संविधान आयो, माननीयज्यूले नीति बनाउने भन्नुभयो। हामीलाई त परिणाम चाहिएको छ, इन्टरभेन्सन गर्नु पर्यो। हिजो पनि हामीले कुरा गऱ्यौँ, कुनै पनि चिजको इनपुट के हो, आउटपुट के हो, आउटकम के हो, एन्ड अफ द डे आउटकम के हो, परिणाम के हो। आज पनि कति महिलाहरू अथवा कति सीमान्तकृत समुदायको मान्छेहरू बोल्न सक्ने अवस्था छैन। मेरो अधिकार यो हो भनेर जानकारी छैन। यो समावेशिताको सिद्धान्त अनुरूप राज्यले काम गर्नु पर्दाखेरि उसको क्षमता विकास, उसको राइटप्रतिको अवेरनेस, उसको ओनरसिपको लामो लिस्ट छ। समस्याहरू के छन् भन्ने पनि लामो लिस्ट छ। तपाईँले देखेको इमिडिएट इन्टरभेन्सन गर्न पाइयो भने के गर्नुहुन्छ? जसरी तपाईँ प्रशिक्षणका दौरानमा मान्छेलाई भेट्न जानुहुन्छ, उसको कथा सुन्नुहुन्छ, कहाँबाट सुरु गर्ने? फर्स्ट, नम्बर 1 अवेरनेसको लेभल विथ इन्डिकेटर्स। नम्बर 2 रोजगारी अथवा के। नम्बर 3 निजामती सेवामा उसलाई रोजगारीको व्यवस्था। नम्बर 3 अघि प्रदीपजीले भने जस्तै पार्टीको आन्तरिक लोकतान्त्रिकरण, त्यहाँभित्र उनको सहभागिता। के तपाईँको अब्जर्भेसन छ? एज अ महिला मैले भन्नुपर्दाखेरि चाहिँ मेरो एउटा सानो एक्सपिरियन्सबाटै म सेयर गर्छु। म चुनाव लड्न जाँदाखेरि चाहिँ, भोट माग्न जाँदाखेरि चाहिँ महिलाहरू मात्रै भयो भने चाहिँ घरबाटै बाहिर ननिस्किने, नहेरिदिने होइन, त्यो किसिमको मानसिकता थियो कि कसलाई भोट दिन्छु भनेर मेरो चाहिँ मालिकले भन्छ अनि म भन्छु भनेको त्यो किसिमको माइन्डसेटमा म चुनाव लडेँ। र मलाई देख्दाखेरि उहाँहरू एकदमै नौलो मान्नुहुन्थ्यो। एउटा महिलालाई देख्दाखेरि भनेपछि हामीले हाम्रो अस्तित्व र हामी कुन स्थानमा छौँ भन्ने कुरा त त्यसमा पनि प्रष्ट हुन्छ होइन। अहिलेको अवस्थामा चाहिँ मैले के देख्छु भन्दाखेरि सबै कुरा हामीले उत्तम व्यवस्था होला, हरेक व्यवस्थाका आफ्ना पक्ष होलान्, हरेक पार्टीका आफ्ना एजेन्डाहरू, वादहरू उत्कृष्ट होलान्। सबै कुरा कहाँ गएर जोडिन्छ भन्दाखेरि शिक्षा, एउटा शिक्षा। मैले हेर्दै गर्दाखेरि मधेस होस्, कुनै पनि कर्णालीको भूभाग होस्, यो पिछडिएको हाम्रो समस्याहरू जान्ने भनेको यो बोइल्स डाउन टु एजुकेसन के। जबसम्म समानता, विभेद रहित शिक्षा,
हरेक वर्गले समान शिक्षा प्राप्त गर्न सक्दैन, समान अवसर प्राप्त गर्न सक्दैन, न्यायालयको समान उपभोग गर्न सक्दैन। यी कुराहरू हामीले जस्तै उत्तम व्यवस्था ल्याए पनि हाम्रो जीवनमा, हाम्रो प्रतिनिधित्वमा कुनै पनि परिवर्तन आउँछ मलाई जस्तो लाग्दैन। अहिले यो मञ्चमा चाहिँ यो मुलुक कसको भन्ने प्रसङ्गमा हामीले कुरा गर्दै गर्दाखेरि अघि आज यो मुलुकको स्वामित्व लिन नै कोही मान्छे तयार नभइराखेको जस्तो मलाई लाग्छ हैन। आज यो मुलुकबाट चाहिँ युवा वर्ग चाहिँ पलायन भइराखेको छ, बौद्धिकता पलायन भइराखेको छ हैन, श्रमिकहरू पलायन भइराखेको छ। पहिला अर्धदक्ष श्रमिकहरू पलायन भइरहेको थिए, अहिले दक्ष अध्यक्ष दुवै श्रमिकहरू पलायन भइराखेको छन्, श्रम पलायन भइराखेको छ, पुँजी पलायन भइराखेको छ। भनेपछि यो सबै कुरा कहाँनिर गएर आउँछ भने अहिलेको भनेको हामीले ल्याएको यो व्यवस्थामा जुन यो समावेशिता चाहिँ एउटा सुन्दर पक्ष छ, त्यसको अवलम्बन चाहिँ न्यायसङ्गतपूर्ण रूपमा भयो, त्यसको चाहिँ प्रयोग न्यायसङ्गत रूपमा भयो, सबैको समान पहुँचमा गयो। राजनीतिक चाहिँ स्वार्थका निम्ति त्यसलाई चाहिँ बिथोलिएन भने यो चाहिँ उत्कृष्ट हुन्छ, यो चाहिँ व्यवस्थित हुन्छ, समावेशिताको मर्म यसले बुझ्छ। होइन अहिले पनि हामी नेतृत्व वर्गमा भएका पार्टीहरूले यसलाई चाहिँ इम्प्लिमेन्टेसनमा भएका हर्ताकर्ताहरूले अहिले पनि यो देश हाँक्ने व्यक्तिहरूको चाहिँ व्यक्तिगत स्वार्थमा इमान्दारिता नहुनुको कारणले अर्को मुख्य समस्या यसलाई चाहिँ सही कुरा न्यायसङ्गत रूपमा हामीले प्रयोगमा ल्याउन सकेका छैनौँ जस्तो लाग्छ। त्यही भएर एज अ वुमेन, एज एन इन्डिभिजुअल, एज अ युथ मैले हेर्ने भनेको चाहिँ यो सम्पूर्णलाई सच्याउनको लागि, यो समावेशिताको सही मर्म ल्याउनको लागि शिक्षा र इमान्दारितामा काम गर्नुपर्छ। थ्याङ्क यू भेरी मच। उहाँले शिक्षा इमान्दारिताको कुरा आयो, म तपाईँकोमा आएँ परियारजी। सन्तोषजीकोमा किन आएँ भने कहीँ कुनै बाध्यकारी नियम अथवा संविधानको व्यवस्था गरेकोलाई टेक्न नमिल्ने भएकोले तपाईँको उपस्थिति संसदमा भयो अथवा काहीँ समावेशिताको नभए मौका पाइयो भने त्यो इमान्दारिता भन्ने कुरा बिर्सेर, त्यो संविधानलाई एकछिन बिर्सेर त्यो प्रतिनिधित्व गराउने सवालमा पनि बदमासी हुन्छ। समावेशिताको सिद्धान्तले व्यवस्था गरेको संविधानमा लेखेकै कुरा पनि छल्न पाइयो भने आफ्नै भाउजू, देवर अथवा नाता गोता, छोरी ज्वाइँलाई बरु पार्ने, तर रियल मान्छेले त्यो समावेशितामा ऊ नपर्ने परिस्थिति कति छ। तपाईँले त्यस्तो कति धेरै गलत अभ्यासहरू देख्नु भएको छ। तिनै दलले लेखे, तिनै दलले के भन्ने त्यो कागजको खोस्टोलाई व्यवस्था गरे। एकदम म तपाईँप्रति एकदमै आभारी छु यति राम्रो प्रश्न गरिदिनु भएकोमा। किनभने प्रश्न राम्रो भयो भने जवाफ राम्रो आउने हो। मैले धेरै ठाउँमा साइट गर्ने गर्छु। त्यो श्रीमद् भागवत गीता चाहिँ कृष्णको जवाफले मात्र होइन, अर्जुनको प्रश्नले पनि त्यसलाई मिठो बनायो। ब्युटिफुल, थ्याङ्क यू। यो प्रश्नमाथि हामी निर्मम हुनुपर्छ। म भर्खरै सुरु गरेको एउटा राजनीतिक कर्मी, पार्टी पनि नयाँ। अब हिजो यहाँ विचार धेरै कुराहरू भइरहेको थियो, को अगाडि, को तन्नेरी, को बुढो, को पुरानो, को नयाँ भन्ने कुरा भइरहेको थियो। मलाई के लाग्दैन भने चेतना बिनाको उमेरको कुनै अर्थ हुँदैन। चेतना बिनाको उमेर नम्बर मात्रै हो। कपाल सेतो लिएर हिँडेर अर्थ छैन, अर्थ लाग्दैन। ज्ञान हुनु पर्यो, चेतना, उन्नत चेत हुनु पर्यो, जोसँग अग्रगामी चेत छ, जो प्रगतिशील छ, जो अन्याय गर्न सहन सक्दैन। यो समाजलाई समावेशी बनाऊ भने, समाजलाई शान्त बनाऊ भने हो है मेरो विनम्र अनुरोध। नत्र भड्किन्छ त भने क्या, भड्केकै त हो, योभन्दा अगाडि पनि भड्केको हो, फेरि पनि न्याय भएन भने भड्किन्छ के। मैले नचाहेर, म त फेरि असाध्यै प्यासिफिस्ट हो है, फेरि युद्ध विरोधी मान्छे, शान्ति एकदम पढेकै मेरो फेरि विषय पनि शान्ति अध्ययन हो, पिस स्टडी गरेको। तर मैले नचाहेर, मैले चाहेर हुने कुरा होइन होइन। त्यही भएर हामीले समावेशी बनाऊ, समता भनेको अर्को के हुन्छ दाइ? त्यो समता अर्को समता, इक्वेलिटी र इक्विटी, समतामूलक, समानता र समता। समानता होइन, समतामा जाउँ भनेको हो, रिजल्टमा जाउँ भनेको हो। त्यो गरेन भने के हुन्छ भने ढिला चाँडो, हिजो मधेस विद्रोह पनि भएकै हो, माओवादी जनयुद्ध पनि भएकै हो, त्यसका राजनीतिक समीक्षा गरौँला। तर मुद्दा थियो, त्यो जस्टिफाई गर्छ, त्यसले समाज विज्ञानमा त्यो जस्टिफाई हुन्छ। अब फेरि पनि हामीले, मैले के भनिरहेको छु भने, अथवा म जस्ता महिलाहरू, मधेसीहरू, दलितहरूले के भनिरहेको छन् भने यो समाजलाई उन्नत बनाउन,
समावेशी बनाऊ, शान्त बनाऊ, सब त्यसमा सबै एग्रिड भए, कागज पनि बनाए। बनाए। तर इमान्दारिता के कुराले अवरोध हुन्छ? किन इमान्दार हुन सक्दैन? दिलभूषण दाइ, हजुरलाई एउटा कुरा याद होला, इमान्दारिता मात्रै भयो भने धेरै कुरा हुन्छ म यहाँ। भन्छु, अलिकति अगाडि मैले राष्ट्रिय सभागृहमा एउटा ठुलो राजनीतिक बहसमा भनेको थिएँ, ल बसौँ त एकचोटि, ठ्याक्क बसौँ, यो समाज कसले बिगार्यो हिसाब किताब गरेर सामाजिक त्यो के भन्छ अडिटिङ पनि गर्न सकेला नि त। ल कसले, यो देश आजसम्म कसले बिगारेको, त्यो बिगारीमा सबैभन्दा बढी देन कसको छ, कुन जातिको छ, कुन भाषाको छ, कुन संस्कृतिको छ, कुन धर्मको छ, ल हिसाब किताब गरौँ न त। त्यो गर्नलाई त फेरि चाहियो नि छाती, फराकिलो हुनु पर्यो नि। छैन, तपाईँ एकदमै राइट हुनुहुन्छ, तपाईँले भन्नुभएको कुरा बनाउँ त, ल्याइदिएको नि त। यो देश भनेको कस्तो भने कोही दिने कोही लिने ठाउँमा छौँ नि त हामी। अनि हाम्रो लागि, दलितका लागि समावेशी ल्याइदिएको, महिलाका लागि समावेशी ल्याइदिएको क्या। भाषा हेर्नु न, अब भइदिएको कति कराइरहेको सबै कुरा त आइसक्यो। यस्तो किसिमको हल्का टिका टिप्पणीले स्मरण रहोस्, ज्ञान निरपेक्ष हुँदैन, ज्ञानसँग विद्रोह पनि हुन्छ। स्मरण रहोस्, यस्ता किसिमको हल्का टिका टिप्पणी गरेर सबै पार्टीका नेतृत्वले यदि समावेशिता, संविधानलाई इसेन्समा, त्यसको भावनालाई यथार्थमा परिणत गरेनन् भने फेरि पनि अर्को विद्रोह हुन्छ, फेरि पनि समाजमा। हाम्रो त यति मात्रै भनेको भने यो देश संसारको सबैभन्दा राम्रो भनिरहेछौँ हामी, यो अझै राम्रो हुन्छ। आज प्रतिनिधि सभा हेरौँ न, मन्त्रीमण्डल हेरौँ न, त्यस्तो हुन्छ त, त्यस्तो गर्न पाइन्छ त? हेपेको हो यो, हेपेको कसलाई? महिलालाई हेपेको, दलितलाई हेपेको, मधेसलाई हेपेको, होइन, यो हेपेको हो। तर यो हेपाइ धेरै भएपछि जब त्यो मान्छेले सहन नसकेर हातखुट्टा चलाउँछ नि, त्यस पछाडि गाह्रो हुन्छ। त्यस्तो नहोस्, हामी ज्ञानले नै समाजलाई बनाऊ न, ज्ञानले बनाऊ, चेतनाले बनाऊ, समाज मिलाऊ न। 18 छ त, हिजो गऱ्यौँ त, जानी नजानी हामीसँग भयो, तर अब त चेत खुल्यो नि त। अब त जहाँ जुन इट्स नेभर लेट टु स्टार्ट भन्छ नि त। अस्ट्रेलिया भन्ने राज्यले त्यहाँको एबोरिजिनललाई माफी माग्नु हुने, राज्यले, कुनै व्यक्तिले होइन, सन् 2008 तिरको कुरा होला यो। अस्ट्रेलिया भन्ने राज्यले पार्लियामेन्टबाट राज्यले नै त्यो अस्ट्रेलियामा बस्ने एबोरिजिनल जातिहरू जो त्यहाँका आदिवासी हुन्, तिनलाई अस्ट्रेलिया भन्ने राज्यले आजसम्म बनाएको नीति नियमले तिनको विकास भएन, तिनलाई न्याय भएन, त्यसमा यो राज्य लज्जाबोध गर्छ र माफी माग्छ। अब उपरान्त नीति नियम बनाउँदाखेरि तिनलाई मुख्य प्राथमिकतामा राखिने छ भनेर भन्छ क्या राज्यले, जिम्मेवार राज्यले। अनि हाम्रो चाहिँ अहिले अलिअलि बन्दैछ, अलिअलि सन्तोष परियारहरू, अलिअलि खुसबु ओलीहरू, होइन, अलिअलि आउँदैछन्, दुःख गरेर सङ्घर्ष गरेर पढेर पनि आइरहेछन्। अनि फेरि के हो, भएन नि यो त, ओहो हामीभन्दा जान्नेहरू पो आउनु थाले, के हो अब यसलाई फर्काउँ फेरि। निर्वाचनले पोलिटिकल स्टेबिलिटी, राजनीतिक स्थिरता भएन भन्ने, होइन, निर्वाचन प्रणालीले गर्दाखेरि बहुमत भएन भने झन्नै 2/3 पुगेको सरकार त अलिकति अगाडि समय थियो नि त, त्यो त स्थायित्व हुनु पर्थ्यो नि त। त्यस्ता कुराले हुँदो रहेनछ। त्यही भएर मेरो अभियान एउटा हिजो नागरिक आन्दोलनमा थियो। नागरिक आन्दोलन हुँदाखेरि नागरिकका, जनताको अधिकारका, राजनीतिक अधिकार, मानव अधिकारका कुरा उठाएको थिएँ। अहिले स्वयं राजनीतिमा छु र फेरि व्यवहार पनि हुनु पऱ्यो। जस्तो तपाईँलाई एउटा कुरा त मैले भन्नै पर्छ, यो प्यानलमा एकजना महिला हुनुपर्छ भनेर जबरजस्त कराउने मान्छे त म हो नि त। त्यो को हुनुपर्छ भनेर मैले भनेको थिएँ, तर यो मेरो प्यानलमा महिला एकजना चाहिँ हुनुपर्छ है भनेको थिएँ। खुसबुजी ओलीजी आउनुभयो। अब त्यो साथीहरूले गर्नुहुन्थ्यो होला, मैले भनेर मात्र भन्न खोजेको होइन, तर यो लेभलको हामीसँग जिम्मेवारीपन पनि हुनुपर्छ, जुन कुरा नेतृत्वमा छैन। र त्यो नहुन्जेलसम्म हामीले विचारले, विमर्शले, आन्दोलनले घचघचाउने नै हो, अरू त विकल्पै हुन्छ। हुन्छ माननज्यू, थ्याङ्क यू भेरी मच। माधव सापकोटाजी गुमाए। अघि तपाईँले लार्जर ब्याकग्राउन्ड दिनुभयो, पार्टीको कमिटमेन्ट दिनुभयो, तर खुसबुजीले उठाए जस्तै इमान्दारिता छैन, उहाँले भने जस्तै केही हिसाब किताब गरौँ, त्यो तहको हिसाब किताबको प्रश्न त म कहिले कहिले गर्छु, तर त्यसलाई चाहिँ रिफ्लेक्ट गरौँ भन्छु, रिभ्यू गरौँ भन्छु। केले बिग्रियो अथवा त्यो कार्यान्वयन त भएन, कार्यान्वयनको प्रक्रियामा छौँ, तर त्यसको रिजल्ट देखेर अझै पनि सन्तोषप्रद, अलिकति चित्त बुझाउने ठाउँ छैन। त्यो चाहिँ दलको मान्छेहरूले के बहाना गर्छन्, ए होइन राजनीतिक स्थायित्व छैन, हामी फुटिरहन्छौँ, माओवादी पनि फुट्यो, नेकपा एमाले पनि फुटिरहन्छ, अनि त्यो प्रतिबद्धताहरू पुरा गर्न गाह्रो छ भन्ने कुरा हुन्छ कि त्यसको त्यो रियल फिल किन गर्न सकिएन? कहाँ समस्याहरू के छन्, के देख्नुहुन्छ तपाईँले? ठिक हो, यो प्रश्नको उत्तरभन्दा अगाडि जस्तो यो शीर्षकै आज कसको राज्य, राजनीति कसले गर्ने भनिराखेका छौँ हामी। राज्य कसको धेरै बहसै छैन, यसको सठिक उत्तर छ। हामी सबै यसका बारेमा धेरै बहस नगरिकन मेरो बहस कतातिर छ भने राजनीति कसले गर्ने भन्ने छ। खुसबुजीले ठिकै कुरा राख्नुभयो, इमान्दारिताको कुरा। उसो त लोकतन्त्र आए पछाडिको
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसबाटै हुनुहुन्थ्यो र आज नेपालको उपराष्ट्रपति मधेसबाटै हुनुहुन्छ र मेरो अगाडिपट्टि मैले एकजना पूर्व मन्त्री उमेश यादवज्यूलाई यहाँ देखिराखेको छु कि युवा हुनुहुन्छ। उहाँको पार्टीले बोकेका मुद्दाहरूले सिङ्गै देश चलिराखेको छ, सञ्चालन भइराखेको छ, तर फेरि उहाँ अहिले भुइँ मान्छेका रूपमा तल नै हुनुहुन्छ। मधेसबाट राष्ट्रिय राजनीतिमा भएका कैयन अनुहारहरूलाई अहिले हामी सम्झौँ, नामै लिनु त्यति उपयुक्त नहोला। मधेसबाट राष्ट्रिय राजनीतिमा रहनुभएका नेताहरू र अहिले हाम्रो अगाडिपट्टि हुनुभएको पूर्व मन्त्री उमेश यादवको तुलना गरौँ न। एउटा इमान्दार त मैले कुनै क्रिटिसाइज गर्न खोजेको होइन कि मधेसलाई ठगियो, मधेसलाई हेपियो, मधेसलाई पछाडि पारियो भन्ने एउटा नारा दिएर उही एउटै प्रकृतिका अनुहारहरू सधैँ राष्ट्रिय राजनीतिमा अझ कतिपय सन्दर्भमा त सरकार बनाउने निर्णायक अङ्कगणितमा हुनुहुन्थ्यो र त्यसका लाभ प्रत्यक्ष रूपमा सीमित केही व्यक्तिहरूले मात्रै लिए। यसरी हेर्दा बहुसङ्ख्यक तल उत्पीडनमा, अन्याय अत्याचारमा पारिएका त्यो समुदायबाट कहीँ न कहीँ प्रतिनिधित्व गर्ने र राष्ट्रिय राजनीतिमा पुग्ने भन्ने कुरा चाहिँ अझै हामीले सुनिश्चित गर्न सकेका छैनौँ। म फेरि दोहोऱ्याएर भन्छु कि गणतन्त्र आए पछाडिको पहिलो राष्ट्रपति मधेसबाटै भयो, उपराष्ट्रपति पनि हुनुहुन्थ्यो, आजका दिनमा उपराष्ट्रपति पनि हुनुहुन्छ, मन्त्रीहरू पनि हुनुहुन्छ। तर यहाँनिर हामीले विचार गर्नुपर्ने कुरा के छ भने हामीले जातिका, धर्मका, लिङ्गका, क्षेत्रका कुरा गरिरहँदाखेरि वर्गको कुरा छोड्यौँ भने चाहिँ त्यो अपूर्ण हुन जान्छ र त्यसको समाधान आउँदैन। एउटा कुरा म दिलभूषण दाईसँग के सहमत छु तपाईँले राखेको प्रश्नमा भने हामीले वर्गको कुरालाई प्राथमिकताका साथ नलिएका कारण आजको समस्याको समाधान भएका छैनौँ। जातीय कुरा, क्षेत्रीय कुरा, लिङ्गीय कुरा, यी कुराहरूले गजबले हाइलाइट्स भइराखेका छन्। त्यो ठिक छ, त्यो बढी भयो या त्यसो गर्नु हुँदैन भन्ने मेरो कुरा होइन। तर ती कुराहरूसँग हामीले वर्गीय उत्पीडनका कुरा, अब हाम्रो सबभन्दा धेरै ठुलो उत्पीडनमा परेको वर्गको ठुलो सङ्ख्या छ नि, त्यसकारण सबभन्दा ठुलो उत्पीडनमा परेको वर्गले राज्य सञ्चालनमा, राज्य सत्तामा पहुँच प्रभाव राख्न सकेन भने त्यहाँबाट डोठ्याङ खान्छ। आजको दिनमा नमिलेको कुरा कहाँ हो भने हाम्रो राज्य संयन्त्रमा डोठ्याङ खाएको कुरा, नमिलेको कुरा, समस्याको कुरा कहाँ छ भने वर्गका कुरालाई हामीले छोडेका छौँ। त्यसैले अघि नै दिलभूषण पाठकले भन्नुभयो जस्तै हुँदा खाने र भएर खानेका बिचको जे हामी कहाँ खाडल छ नि, यसलाई घटाउँदै लैजान पर्ने हो, यो बढ्दै गएको छ। अझ मधेसमा हामी अहिले बसेर छलफल गरिराखेका छौँ, राजविराजमा बसेर हामी छलफल गरिरहँदा मधेसले आलोचना खेपिराखेको कुरा यसले जातीय छुवाछुतको कुरा बढी गर्छ, यसले कहीँ न कहीँ विवाहमा दाइजोको कुरा लिएर त्यसले उत्पीडनको कुरा चाहिँ गर्छ भन्ने जे आलोचना छ, अर्कोपट्ट पाटोबाट हेर्दाखेरि ठुलो एउटा दर्शन र एउटा संस्कृतिसँग, सम्पदासँग यसले लिग्यासी राख्दछ भन्ने कुरा हामीले गऱ्यौँ। मुलुकको पहिलो राष्ट्रपति, बहालवाला उपराष्ट्रपतिको चर्चा हामीले गऱ्यौँ। राम लगायतका, सीता लगायतका कैयन हाम्रा लिग्यासी र संस्कृतिका कुराहरू योसँग जोडिएको छ। गणतन्त्रको पहिलो उद्घोष गर्ने रामराजा प्रसादको कुरा हामीले यहाँ गऱ्यौँ भन्दा सँगै फेरि अहिले हामीले नडराइकन भन्नुपर्ने कुरा के हो भने जातीय उत्पीडनको कुरा गर्दा या कहीँ न कहीँ विवाहका कुराहरू अगाडि आउँदा यसले चाहिँ दाइजोको प्रथाको जे कुरा आउँछ, यी पनि एउटा हिसाबले हामीले जोड्न पर्ने कुरा। र निष्कर्षमा म फेरि भन्न चाहन्छु, बहुसङ्ख्यकहरूको प्रतिनिधिका रूपमा राज्य सञ्चालनको ठाउँमा पुग्ने हो र त्यसलाई हामीले आवधिक र चक्रे प्रणालीका रूपमा व्याख्या गरेका छौँ। त्यसकारण यो लोकतन्त्र या यो अहिलेको प्रजातन्त्रको कुरा गर्दाखेरि यसको सुन्दरताको या यसको ब्युटीको कुरा त्यो हो, तर हामीले उही एउटै प्रकारको अनुहार र नेपालको राजनीतिमा अर्को एउटा जटिलता के छ भने यसमा इन्ट्री छ, एक्जिट छैन। हाम्रो लोकतन्त्रमा हामीले विचार गर्नुपर्ने कुरा, संसारका कैयन राष्ट्रहरूमा कि उमेर अवधिले एक्जिट गरिन्छ कि कार्यकालले एक्जिट गरिन्छ। हाम्रो त बाँचुन्जेल उसँग नयाँ कन्सेप्ट भए पनि नभए पनि, नयाँ दृष्टिकोण आए पनि नआए पनि, शरीरले धाने पनि नधाने पनि बाँचुन्जेल राज्य सत्तालाई भोग गर्ने जे प्रवृत्ति छ त्यो पनि कहीँ न कहीँ समस्या छ। यसरी हेर्दाखेरि मलाई लाग्छ राजनीतिमा इन्ट्री छ, एक्जिट छैन, यसलाई व्यवस्थापन गर्नुपर्दछ। जातीय, क्षेत्रीय र अरू लिङ्गीय प्रकारका उत्पीडनका कुरा गर्दा त्यसलाई वर्गीय मुक्तिसँग, वर्गीय प्रश्नसँग नजोडिकन यसको समाधान आउँदैन। माओवादी मूलधारको राजनीतिमा जोडिए पछाडि वर्गीय पक्षधर्ताको कुरालाई जे स्याडो भएको छ यसलाई अलिकति हाइलाइट गर्नुपर्ने आजको आवश्यकता हो। म त्यसो ठान्दछु। धन्यवाद। हुन्छ, धन्यवाद प्रदीपजी। यो ठुलो पार्टी हुनु, पुरानो पार्टी हुनु, अनि अघि माननीयज्यूले चाहिँ
हिसाब किताब गरौँ भनेर हिसाब किताब खोज्नु, खोजबुजीले इमान्दारिता छैन यहाँ भनेर त्यो इङ्गित गर्नु, यताउता त ठोकिन्छ त फेरि, ठुलो पार्टी भएपछि पुरानो पार्टी भएपछि ठोकिन्छ। अबको बाटो म पछिल्लो फेरो तेस्रो राउन्डमा आउँछु, एक एकवटा प्रश्न छोटो छोटो। तर अहिले तपाईँलाई मैले सोधेँ कि तपाईँको नजरले समस्या कहाँ देख्छ? राजनीतिक अस्थिरता, पार्टीहरूको नेताहरूको बेमानी। हामी यहाँ के भनिरहेछौँ भने समावेशिताको सिद्धान्तमा सबै जात जाति वर्ग समुदाय सबैको प्रतिनिधित्व हुनुपर्छ भन्छौँ। कहिले कहिले तपाईँहरूको केन्द्रीय समितिको बैठकमा 4 जनाले पनि बोल्न पाउँदैनन्, होइन, धारणा राख्न पनि पाउँदैनन्, त्यही समावेशिता हुँदैन। पार्टीभित्रको आन्तरिक लोकतन्त्र कस्तो छ, कति लोकतान्त्रिक छन्, त्यहाँबाट सुरु गर्नुपर्छ भन्ने अघि कुरा पनि आयो। तपाईँले देखेका समस्याहरू चाहिँ के हुन्? त्यसलाई क्विकली डायग्नोस गरौँ अनि त्यसको उपचार फेरि त्यस्तो चरणमा आउँछु। मलाई के लाग्छ भने खास गरी अब यो हिसाब त सन्तोषजीले नभने पनि इतिहासले गरिहाल्छ, होइन। यो हिसाब गर्न रसाकसी गर्नु पर्दैन, होइन। यो हिसाब चाहिँ निर्वाचनमा मतदाताले गर्ने, इतिहासको मूल्याङ्कन गर्ने विषय हो। खास गरी विगतका विभिन्न चरणहरूमा त्रुटि कमजोरी भए त्यसभन्दा पछाडि हामीले यसलाई करेक्सन गर्दै आइरहेका छौँ। समावेशीकै सन्दर्भमा पनि भारतको पार्लियामेन्ट हाम्रो जस्तो छैन, अमेरिकाको पनि छैन। संसारमा हाम्रो स्वरूपको समावेशिता कमै देशहरूमा छ। त्यसैले राजनीतिक अधिकार समावेशी पक्षबाट प्राप्त गर्ने सन्दर्भमा हामीले संसारमा अरूलाई उछिनेको स्थिति छ। तर यो के मान्नु भएन भने सबै समस्याको समाधान यो होइन। समस्याको समाधान आर्थिक विषय हो, होइन। समस्याको समाधान पहुँचको विषय हो। समुदायको प्रतिनिधित्व गरेर कोही नीति निर्माण तहमा पुग्ने, समुदायका विषय त्यहाँ नउठ्ने, समुदायको समस्या के हो त्यो हल कहिल्यै पनि नहुने, अनि मेरो समुदायको 1-2 जना मान्छे त्यहाँ पुगेको छ भनेर समुदाय सन्तुष्ट रहिरहँदैन। त्यसर्थ मेरो विचारमा यसको भनेर राजनीतिक प्रतिनिधित्व अनिवार्य छ। हामीले भन्दा राम्ररी स्विजरल्यान्डले समावेशितालाई प्रयोग गरिरहेको स्थिति छ। हामीभन्दा धेरै कम जनसङ्ख्या मेरो विचारमा यकिन त छैन, 50-70-80 लाखको हाराहारीमा मात्रै छ। त्यसैले त्यहाँ सङ्घीयता छ। यत्रो सानो देशमा सङ्घीयता किन चाहियो भनेर भन्ने गरिन्छ। हामीभन्दा कयौँ सानो देश, कयौँ थोरै जनसङ्ख्या भएको देशमा सङ्घीयताले चाहिँ एकदमै राम्रो उपलब्धि दिइरहेको स्थिति छ। तर मेरो पक्ष भनाइ के हो भने उपलब्धि हामीले राजनीतिक संयन्त्रहरूमा प्रतिनिधित्वको व्यवस्थालाई मात्रै मानिरहेका छौँ। त्यसले मान्छेले यसो गरे हाम्रा समस्या हल हुने रहेछ भनेर पर्खेर बसेको छ। समस्या हल भएन भने यो गर्नुको केही अर्थ रहेनछ भनेर मान्छेले बिस्तारै भन्छ। त्यस कारणले राजनीतिक समावेशिताको एउटा विषय भयो। आर्थिक सामाजिक विषय समुदायको जुन विषय हो त्यो विषयलाई हामीले त्यस ढङ्गबाट उठाउने, त्यस अनुसार नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न नसक्ने एउटा समस्या, मुख्य समस्या त्यो हो भन्ने मलाई लाग्छ। शिक्षामा देखिएको, स्वास्थ्य सेवामा देखिएको, विकास पूर्वाधारमा देखिएको। हामीले अहिले संसदमा बजेटको बहस गरिरहेका छौँ। आखिरी अघिल्लो वर्षको बजेट पनि 3-4 जनाकोमा मात्रै गएको थियो। यो वर्षको बजेट पनि 3-4 जना 5-6 जना भन्दा बढीकोमा गएन। अनि कसिएर हामीले रोस्टममा उभिएर भनेकै छौँ। त्यसैले त्यो भनिरहने कहिल्यै परिवर्तन नहुने कुरा गरेर केही अर्थ छैन। देशलाई समृद्धिको बाटोतिर लिएर जाने योजना के हो? हाम्रो निर्दिष्ट बाटो हामीले तय गर्नु पर्यो। आर्थिक वृद्धिको उपाय के हो? समुन्नतिको उपाय के हो? आम नागरिकका दिनदैनिक समस्याहरू हल हुने विषयहरू के हुन्? त्यसको सन्दर्भमा हाम्रो राजनीतिले बाटो देखाउन सकिरहेको छैन। मैले उपलब्धि नै भएको छैन मैले भनिरहेको छैन। तुलनात्मक हिसाबले हिजोको पञ्चायत पछिको 63 सम्मको अवस्था भन्दा कयौँ विषयमा उपलब्धिहरू भएको छ। तर अपेक्षा अनुसार हामीले प्राप्त गरेको उपलब्धि 20% पनि होइन। एउटा कुरा, पोलिटिकल पार्टीसँग देश बनाउने दस्तावेज छ कि छैन? महत्त्वपूर्ण कुरा त्यो हो।
मैले अर्को पार्टीसँग तुलना गर्ने, उसलाई गाली गर्ने, म मात्रै होइन तिमी पनि बदमास हौ, ममा मात्रै कहाँ नराम्रो छ र तिमीमा पनि कहाँ, तिमीले पनि कहाँ लुगा लगाएका छौ भनेर सन्तुष्ट हुने हो भने एउटा विषय हो। हाम्रो प्र्याक्टिस कस्तो छ भने अर्काको कमजोरी देखाउने, अर्कालाई नाङ्गे झार गर्ने, अनि अर्काले जे गरिरहेको छ आफू पनि त्यही गर्ने। यो नयाँ पुराना सबैमा त्यस्तो भइसक्यो। हामी डकुमेन्ट सहित यो योजना पुरा गर्नका निम्ति सङ्कल्पित छौँ, इमान्दार छौँ भनेर पहिला एउटा पोलिटिकल कमिटमेन्टको डकुमेन्ट हामीले बनाउनु पर्यो। त्यो डकुमेन्ट सरकार बनाउँदा एकअर्कासँग मिल्न सकिन्छ, डकुमेन्टभित्रका विषयमा एकअर्कासँग मिल्न सकिँदैन। अन्तर्विरोध के हो रे? आर्थिक विषयमा माओवादी र काङ्ग्रेसमा के अन्तर छ? माओवादी र एमालेमा अहिले आएको रासोपामा के अन्तर छ? त्यसैले हामीले पहिला त समृद्धिको आधार बाटो के हो त्यसलाई ब्लुप्रिन्टमा तयार गरौँ र त्यसप्रतिको कमिटमेन्ट व्यक्त गरौँ। दोस्रो कुरा, संविधान ल्याउनु ठुलो उपलब्धि हो, ल्याइयो। यो संविधानका सबै व्यवस्थाहरू प्रबन्धहरूप्रति इमान्दार छौँ त? मलाई त संसदमा कुनै दिन सोध्न मन लागेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँ संघीयताप्रति इमान्दार हुनुहुन्छ? संघीयता ल्याएको दाबी गर्ने आदरणीय नेताहरू तपाईँहरू संघीयताप्रति इमान्दार हुनुहुन्छ? प्रदेशलाई अधिकार दिन किन अङ्कन गरिएको छ? काठमाडौँमा 11 मिटर बाटो बढाउने कुरामा हस्तक्षेप भयो। त्यसकारण यो फिलोसफी एउटा सिद्धान्त हामीले तय गरेका छौँ, त्यसलाई अभ्यासमा ल्याउने कुरामा हाम्रो इमान्दारिता देखाउनु पर्यो। समावेशी प्रतिनिधित्वको विषय पनि त्यहीँभित्र छ, पार्टी दलहरूले अवसर दिने विषय पनि त्यहीँभित्र जोडिएको छ। नेतृत्वले कमजोरी गर्यो, त्यो नेतृत्वले गरेको कमजोरी त्यो पार्टीभित्रका मान्छेले उठाउन किन नसक्ने? यो त सार्वजनिक हितका निम्ति, सार्वजनिक उन्नतिका निम्ति हामीले राजनीति गरेको हो नि। आफ्नै नेतृत्वले गल्ती गर्छ, त्यो मेरो नेता हो त्यसकारण त्यसले गरेको कुरा मैले गरेर हुन्न भन्ने भयो भने त्यसले सार्वजनिक सुधारको काम कसरी गर्न सक्छ? त्यसकारण नीतिगत पक्षबाट दलहरूसँग एउटा स्पष्ट दृष्टिकोण भएन। आर्थिक विषयमा, सामाजिक विषयमा, अन्य सुधारका विषयहरूमा प्रष्ट डकुमेन्ट हामीले घोषणापत्र बनाएका छौँ, त्यसले कति सम्बोधन गर्छ थाहा छैन। एउटा स्पष्ट दृष्टिकोण हामीसँग हुनु पर्यो। त्यसपछि परम्परागत ढङ्गबाट चलेको हाम्रो राजनीतिक यो राज्य प्रणालीलाई हामीले परिवर्तन गर्नु पर्यो। हाम्रो प्राथमिकता के हो? त्यो प्राथमिकताका आधारमा राज्य प्रणालीको यो चाहिँ हाम्रो व्यवहारलाई हामीले परिवर्तन गर्नु पर्यो। तेस्रो कुरा, दलको नेतृत्व इमान्दार हुनु पर्यो। व्यक्ति इमान्दार नहुँदा समस्या पर्छ भने अब त्यो व्यक्ति इमान्दार भएर मात्रै लागू हुने नीति आवश्यक छैन। नीतिले नै बेमान हुन नदिने बनाउनु पर्यो। नीतिले नै बेमानी गर्न दिएन भने बल्ल सुधार हुन्छ भन्ने मलाई लाग्छ। माननज्यू धेरै धेरै धन्यवाद। उहाँहरू चारजनालाई अबको बाटो के हो भन्ने मेरो प्रश्न बाँकी छ। समय हामीसँग 10 मिनट बाँकी छ। फ्लोरबाट 1-2वटा प्रश्न लिउँ अनि म प्रश्न उहाँलाई सोध्छु र पिट मार्छु। एउटा 2टा प्रश्न लिउँ फ्लोरमा छ भने, नभए म हजुर कहीँ हात उठेको हो? ल यहाँ हात उठ्यो, एउटा माइक दिनुहोस् त उहाँलाई। 2टा हात उठ्यो, 1 2 3, ल बस 3 है त। पछि उठाउन पाइँदैन है, उठाउनु छ भने उठाइहाल्नुहोस् त। 4, ल 5 प्रश्न डन। ल 1 मिनटमा प्रश्न कसलाई, तपाईँको आफ्नो परिचय, प्रश्न कसलाई एकदम छोटकरीमा राखिदिनुहोस् ल। मेरो नाम अमिर नारायण यादव हो, घर चाहिँ राजविराज नै हो। हाम्रो प्रश्न भनेको यहाँ माथि रोस्टममा भएका राजनीतिक कर्मीहरू सबैजनाको लागि हो, किनभने यो प्रश्न नै आफैमा उत्तर खोजिरहेछ। किनभने उहाँहरूले मञ्चमा आएर यसरी मन्थनको कुरामा आफ्नो विचार राख्दाखेरि सबै कुरो राख्ने, तर संसद भवनमा र पार्टीमा यही कुरा नराखिदिएको कारणले यो अवस्था आएको छ। यसमा उहाँहरूले के भन्न चाहनुहुन्छ? धन्यवाद, बडो सटिक, ब्युटिफुल क्वेसन। ल सम्झिनु होला। नमस्ते,
मेरो नाम मोहन कुमार यादव, म सप्तरी नेपालको उपाध्यक्ष। मेरो सवाल पनि सम्पूर्ण राजनीतिक दलहरूसँग, हामी युवा हो, कहिलेसम्म यसरी नै तपाईँहरू यहाँ अहिले आफ्नो आफ्नो तर्क राख्नुहुन्छ र त्यही संसद भवन हो, त्यही राजनीतिक दल हो र हामी युवा अब राजनीतिक दलहरूले जुन यो हेरिरहेछ गरिरहेछ त्यो हामी पनि सबै भोगिरहेछौँ। तर यसरी नै कहिलेसम्म चल्ने हो कि यसै चल्ने हो, सक्यो बाँडफाँडको राजनीतिकमा सक्यो, यति नै सोच्दा हुन्छ क्या? हुन्छ हुन्छ। तेस्रो हुन्छ अध्यक्षज्यू। मञ्चासीन अतिथि महानुभावहरूसँगै सम्पूर्ण महानुभावहरू नमस्कार। म विद्यानन्द चौधरी, सप्तरीको पावन धरती छिन्नमस्ता गाउँपालिकाको गाउँपालिका अध्यक्ष। म चाहिँ राप्रपा नेत्रीले त नआइदिए म जुन प्रश्न राख्दैछु भन्ने उहाँहरूको दलको धारणा होला। मैले फेरि मेरो आरोप लगाएको होइन। खास गरी मान्यजीहरूलाई मेरो एउटा चाहिँ सादर निवेदन र एउटा चाहिँ अनुरोध के छ भन्दाखेरि, जिज्ञासा पनि, संहितालाई सबल बनाउनका निमित्त, यसलाई एकदमै अपरेट गर्नका निमित्त सङ्घीय निजामती ऐन त चाहिएला नि। सबैभन्दा मूलै चिज यही होला नि। तपाईँहरू देशले आशा गरेका मान्यजीहरू यसलाई कहिलेसम्म ल्याइदिनुहुन्छ, सङ्घीय निजामती कहिलेसम्म ल्याइदिनुहुन्छ, अथवा यसका निम्ति साझा धारणाहरू तयार गरेर संसदभित्र बाटै पाइट गरेर कहिले हामीले पाउने होला भन्ने एउटा मेरो चाहिँ जिज्ञासा रह्यो। धन्यवाद। हुन्छ, उहाँले आफ्नो परिचय दिन बिर्सिनु भयो। उहाँ छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, विद्यानाथ चौधरी है। मैले दिएँ उहाँको परिचय। तेस्रो ल पुच्छारमा हो, यो समावेशिताको सिद्धान्त यो पर नसुनिने ठाउँबाट पनि आवाज आउनुपर्छ। धन्यवाद। म बिक्की यादव, म मित्र मान्य प्रदीप पौडेलजीसँग मेरो क्वेसन छ। उहाँले प्रदेशको बारेमा कति जिम्मेवार हुनुहुन्छ भनेर भन्नुभयो। म उहाँलाई एउटा क्वेसन गर्न चाहन्छु, जो जिज्ञासा पनि हो। संहिता आइसकेपछि जुन किसिमले अधिकारविहीन संहिता बनाइयो, त्यसमा हाम्रो मित्र एउटा राष्ट्रिय पार्टीको मेम्बर हुनुहुन्छ, उहाँलाई म सोध्न चाहन्छु कि संहितालाई अधिकार सम्पन्न बनाउन किन नेपाली काङ्ग्रेस उदासीन र संहितालाई अधिकार दिनको लागि के प्रयास गरिराख्नु भएको छ? धन्यवाद। हुन्छ, धन्यवाद। म दाइलाई दिनुहोस्। नमस्कार, मेरो नाम प्रवेश मिश्र। यहाँ उपस्थित सबैजना महानुभावहरूमा मेरो प्रणाम र मञ्चासीन राजनीतिक कर्मी, आफ्ना दलका प्रतिनिधि गरिरहेका माननीयज्यूहरूलाई मेरो एउटा प्रश्न। सरकारमा हुँदा सरकारको गुणगान गर्ने चाहे जुनसुकै गठबन्धनमा होस्, तर विपक्षमा आउँदाखेरि मात्र जनहितको लागि होइन, आफ्नो दल सरकारमा नरहेकै कारणले त्यसको विरोध गर्ने, अडचन लगाउने, यो राजनीतिक संस्कार कहिले बिर्सनुहुन्छ? सबैजनाले जवाब दिनु होला। आफ्नो आफ्नो दलको के छ? गजब, धन्यवाद। सिद्धियो। यहाँ दाई हुनुहुन्छ, फेटा लगाउनु भएको दाई यहाँ हो, आकाशको रङको कुर्ता लगाउनु भएको छ हो, दाईलाई दिनुहोस्। दाई परिचय दिनुहोस् आफ्नो। हजुर, हाम्रो नाम हो मोहम्मद कमरुद्दिन मिया, राजविराट नगरपालिका 10 नम्बर वडा। हामी पीडित छौँ हजुर। यहाँ हामीहरू सुन्यौँ कि भोटको बेलामा अब त स्थानीय सरकार आयो रे। यो स्थानीय सरकार हो कि भ्रष्टाचार सरकार? के फाइदा भयो हामीहरूको? हामीहरू घर बनाए हजुर, 3-4 जनाले घर बनाए। समाजहरू बाटो थोरै बाटो छ मूल बाटोमा जानलाई, त्यसमा बिचुलियाहरू एकदम पीडितमा पारेछ। फेरि नगरपालिकाबाट त्यो परिषदमा पास पनि गरेको छ, लेखेको छ। कानुन कागजमा मात्रै छ, तर अठेरी गर्छ, केही हाम्रो गर्दैन हजुर। हामी यही मञ्चबाट भन्छु, पीडित भएर कुनै दिन हाम्रो घरबाट 6वटा लास निस्किन्छ हजुर, यसै मञ्चमा समाजमा हामी भन्छु हजुर। ठिक छ, तपाईँ हजुरलाई धेरै धेरै धन्यवाद। प्रश्न राखिदिनु भयो, आफ्नो कुरा राख्नुभयो, उहाँहरूले जवाब दिनुहुन्छ। म एउटा छोटो प्रश्न। म पेसाले सञ्चारकर्मी हो, दिलभूषण दाई। एबी न्युज टिभीमा काम गर्छु, पत्रकार महासङ्घ सप्तरीको उपाध्यक्ष। मान्यज्यूहरू, तपाईँहरू भन्छ संहिता आएको हो, कृपया सुनिदिनु होला। मेरो एउटै प्रश्न छ, संहिता आएको छैन, मलाई चित्तै बुझिरहेको छैन। संहिता आएको छैन, म भन्छु संहिता देशमा छैन। संहिता जस्तो जस्तो छ, तर संहिता आएको छैन। मलाई अलिकति यो संहिता हो आएको छ भने कृपया बुझाइदिनुहोस् न। हुन्छ, धन्यवाद। सुन्दर प्रश्न। सकौँ है? धन्यवाद। ओके, कसको कहीँ छ आवाज? ल, डन। थ्याङ्क यू भेरी मच। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। म अब माननीयज्यूहरू सबैलाई
प्रश्नको जवाब 1-1 मिनटमा सक्दिनको लागि आग्रह गर्छु। तपाईँहरूको 2 बजे उड्नु पनि पर्छ होला, सो 1-1 मिनटमा सक्नु भए हुन्छ। 1-1 मिनटमै सक्नु पर्यो अब। यहाँहरूको प्रश्नको लागि एकदमै धन्यवाद। म लामो कुरा गर्दिनँ, धेरै बेर भइसक्यो। यो अन्य मञ्चमा कुरा राख्ने, सदनमा कुरा नराख्ने भन्ने विषयमा चाहिँ मेरो सवालमा चाहिँ त्यो त्यति धेरै लागु हुँदैन। तपाईँले यसो मलाई याद गर्नुभयो भने। तर पनि के चाहिने हो भने यो सार्वजनिक मञ्च र संसद फेरि फरक कुरा हो, त्यसका आफ्नै सीमितताहरू हुन्छन्। मुद्दा उठेको उठेन भन्ने प्रश्न चाहिँ नि जायज छ। अब तर सबै कुरा त्यहाँ गर्न मिल्दैन, पार्टीको स्ट्रेन्थ हुन्छ, पहुँच हुन्छ। एक मिनटमा है, एउटा यो भयो। एकजना राजनीति यसरी नै चल्ने हो भन्ने प्रश्न उठाउनु भयो, यो बडा पेचिलो प्रश्न छ। यसै गरी चल्यो भने धेरै चल्दैन, चलाउने हो भने यसलाई सुधार्नुपर्छ। यसै गरी चल्यो भने यो धेरै चल्नेवाला छैन, यसलाई सुधार्नुपर्छ। काफी यसमा काम गर्नुपर्ने छ। पार्टीहरू विघटनको सङ्घारमा छन् भन्छु म चाहिँ, जबरजस्त अडेको छ। अब हामीले यो विचारमा आज जे विचार उत्सव मनाइरहेछौँ, जे गरेछौँ, यसरी नयाँ विचार, नयाँ संश्लेषण, नयाँ समाजको बुझाइलाई अगाडि ल्याएनौँ भने राजनीति धेरै लामो जानेवाला छैन। बिके यादवजीले संहिताको कुरा उठाउनु भएको छ। हुन त त्यो प्रदीप दाईले आएको प्रश्न हो। संहिता मेरो पनि विषय भएको कारणले मेरो पार्टीभित्र फेरि अलि बढी संहितालाई खुलेर कुरा गर्ने मान्छे पनि म भएको कारणले मैले यो यहाँ भन्नै पर्छ। संहितामा बेइमानी भएको थियो। मुख्य पार्टीले हिजो संहिता ल्याउने बेलामै बेइमानी गरे हो। आज संहिता जुन अवस्थामा पुगेको छ त्यो पार्टीहरूका गल्तीको कारणले भएको हो। प्रदेशले जुन तहको दिनुपर्थ्यो अधिकार त्यो नदिएर त्यो केन्द्रीकृत एकात्मक राज्य प्रणालीको मनोदशाबाट नेतृत्वले संहितालाई संसारमा जस्तो संहिता छ त्यस्तो नभएर कस्तो रह्यो भन्दाखेरि मौलिक। अनि मौलिक भने के भनेको केही पनि काम नगर्ने, यो खालको संहिताको कारणले गर्दाखेरि आज संहिताका विरुद्धमा जुन किसिमको आवाजहरू छ त्यो हामीले राजनीतिक पार्टीले हिजो जे गरे त्यही कारणले भएको हो। र यसलाई काफी काम गर्नुपर्छ। साँच्चीकै स्थानीय तहलाई, साँच्चीकै प्रदेशलाई अधिकार सम्पन्न बनाउने हो भने जनता फेरि संहिता समावेशिता र पहिचानसँग जोडेको कुरा छ। पहिचान भने पछाडि फेरि हाम्रो राज्य थुर काम छ, यो यहाँलाई थाहा छँदैछ। त्यही भएर यसलाई चाहिँ नि यसमा पनि काम गर्नुपर्ने छ। अब स्थानीय तहमा अलिकति भ्रष्टाचार भयो भन्ने उहाँलाई व्यक्तिगत रूपमा एउटा अन्याय पनि भएको रहेछ। यहाँ त्यो स्थानीय तहसँग यहाँ जोडिनुहुन्छ जोडिनु हुँदैन मलाई थाहा छैन, तर पनि स्थानीय तहमा उठेको प्रश्नहरूको पनि साथीले त्यसको पनि हेर्नु होला, त्यसलाई पनि सम्बोधन गरिदिनु होला। यति नै भने। एक शब्दमा अबको बाटो के? एक लाइनमा यति नै भने। अबको बाटो के? अबको बाटो एक शब्दमा यो मेरो देश हो, अबको बाटो मैले राजनीति गर्ने हो भन्नका लागि के गर्नुपर्छ? थिम छ नि, यो कसको देश हो, कसले गर्ने राजनीति? यो पनि गजब प्रश्न आयो। म चाहिँ नि के गर्छु भने मैले अहिले संसदमा छु, मुद्दाहरू उठाएको छु, सीमित छैन म। कुनै मेरो निर्वाचन क्षेत्र मात्र होइन, म सम्पूर्ण मान्छेलाई स्वतन्त्र बनाउने, मान्छेलाई शक्तिशाली बनाउने, मान्छेको प्रगति गर्ने राजनीति गरेको हो मैले। म निरन्तर गर्छु, सदनमा गर्छु, पत्र पत्रिकामा लेख्छु, विचार बहसमा भाग लिन्छु। र यो संसारभरि विचार सुन्ने, यो 200 वर्ष अगाडिका विचारहरूले चलिरहेको ठाउँमा अब नयाँ विचार आउनुपर्छ। म त्यो हैसियत राख्छु कि राख्दिनँ थाहा छैन, तर यो विचार उत्सवमा आउनु पछाडिको एउटा मेरो स्वार्थ के हो भने हामीले अब फेरि एकचोटि संश्लेषण गर्नु पर्यो, एकचोटि विचार गर्नु पर्यो र नयाँ कुराहरू उत्पादन गर्नु पर्यो, ज्ञानको निर्माण गर्नु पर्यो, रूपान्तरण गर्नुपर्ने भनेर हो। म त्यो निरन्तर मैले सकिन्जेलसम्म गर्छु। हुन्छ, धन्यवाद। म माननीय प्रदीप पौडेलजीकोमा आएँ। उठेको प्रश्नको जवाब पनि दिनु पर्यो। अनि त्यसमा मैले तपाईँलाई के प्रश्न झुन्नाएँ भने अबको बाटो के, तपाईँको प्रतिबद्धता के? प्रश्नका लागि दिलभूषण दाई सहित अरू सबैलाई आभार प्रकट गर्न चाहन्छु। हाम्रो मान्य दिनेश यादव दाई तल हुनुहुन्छ, प्याकुरेल दाई हुनुहुन्छ, पूर्व मन्त्रीज्यू त गइसक्नु भएछ, उहाँहरूप्रति सम्मान व्यक्त गर्दै अब यो खास गरी यो भिकीजी कहिले भेटे हुन, भेट भएपछि समस्या पारिहाल्नुहुन्छ। खास यस्तो हो, अब मेरो विचारमा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर अहिले अधिकार दिन सकिन्छ भन्ने कुरा त म गर्दिनँ। तर संवैधानिक व्यवस्थाभित्र प्रदेशहरूलाई जुन अधिकार दिनुपर्छ, जुन अधिकार सुरक्षित गरिएको छ त्यो अधिकार दिने स्थिति, अधिकार दिने होइन त्यसअनुसारको व्यवस्था गरिनुपर्छ। त्यसमा नेपाली कङ्ग्रेस इमान्दार छ। अब कङ्ग्रेसको कोही मान्छेले तलमाथि कुरा गरे म जान्दिनँ, तर नेपाली कङ्ग्रेस पार्टी संवैधानिक व्यवस्थाभित्रको प्रादेशिक अधिकार अथवा प्रादेशिक तहको संरचना निर्माण गर्ने पक्षमा छ। म यसमा यति मात्रै भनौँ। युवाको बारेमा चाहिँ खास गरी हामीले यहाँ अब रोजगारी सिर्जना गर्न सक्नु पर्यो,
हामीले यहाँ समुन्नतिका आधारहरू सिर्जना गर्न सक्नु पर्यो। त्यो चाहिँ राजनीतिक दृष्टिकोणमा भर पर्छ। मैले अघि नै पनि भने कन्टेन्ट रहित पोलिटिक्सले युवालाई समेटेर अगाडि जान सक्दैन। हामीले करेक्सन गर्नुपर्ने विषय त्यो हो। निजामती, यो सङ्घीय निजामती ऐनका बारेमा यो एकदमै छिटो आवश्यक छ। यो प्रदेश स्थानीय तहसँग पनि जोडिएको विषय हो। त्यसैले यसलाई छिटो अगाडि लाने कुरामा हामीले कोसिस गर्ने अनुरोध गर्न चाहन्छु। यो स्थानीय तहमा भएको भ्रष्टाचारको सन्दर्भमा पनि यो धेरै ठाउँबाट विषयहरू आइरहेको छ। नेपालको राजनीतिको मुख्य विषय सुशासन हो। भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्न सकिएन भने मान्छेलाई आशावादी बनाउन सकिँदैन। यसमा हामीले त्यही ढङ्गबाट लाग्न जरुरी छ। अब यो संसदमा नबोल्ने, पार्टीमा नबोल्ने, यहाँ मात्रै आएर बोल्ने, पार्टीमा नबोल्ने मान्छेले यहाँ आएर बोल्न सक्दैन। संसदमा के बोलेँ बोलिनँ भन्ने कुरा मैले तपाईँलाई भनिरहनु पर्दैन। काङ्ग्रेसै सरकार भएको बेलामा चाहिँ सरकारका कतिपय कुराहरू बेजोड ढङ्गबाट उठाउने मान्छे हुँ भन्ने मलाई लाग्छ। मैले मात्रै दाबी गरेर हुने कुरा भएन। तर मलाई के लाग्छ भने दलहरू लोकतान्त्रिकरण भएनन् भने यो व्यवस्थाले डेलिभर गर्न सक्दैन। त्यो कुरामा म प्रष्ट छु। यो चाहिँ अनि अन्तिममा चाहिँ अबको बाटो के भन्ने सन्दर्भमा चाहिँ संवैधानिक व्यवस्थाप्रति इमान्दार हौँ। विधिले इमान्दार हुनुपर्ने बाध्यता निर्माण गर्न सक्नुपर्छ। र मलाई लाग्छ हाम्रो राजनीति पार्टी केन्द्रित भयो, पार्टीको नेतृत्व केन्द्रित भयो, देश केन्द्रित गरौँ। कतिपय साझा मुद्दाहरू निर्माण गरेर अन्तर्दलीय संरचना निर्माण गरौँ। मधेसको मुद्दा के हो, दलितको मुद्दा के हो, हाम्रो समृद्धिको आधार के हो, साझा मुद्दा निर्माण गरेर अगाडि जाने कोसिस गरौँ। त्यसमा मेरो धन्यवाद माननीय प्रदीप पौडेलज्यू। माननीय माधव सापकोटाज्यूलाई। 7 जना साथीहरूले प्रश्न राख्नु भएको छ। सबैजना प्रश्नकर्ताहरूलाई सर्वप्रथम म धन्यवाद भन्न चाहन्छु। र अब धेरै त जवाफहरू आइसकेको छ। अब संसद भवनमा नबोल्ने बाहिर एउटा त संसदीय अभ्यासको निश्चित सीमा हुन्छ। तपाईँहरूलाई बाहिरबाट हेर्दा झट्ट के लाग्छ भने मन लागेको कुरा भन्ने बित्तिकै बोल्न पाइन्छ कि जस्तो लाग्छ अभ्यास नहेरेका साथीहरूलाई। त्यसका केही सीमाहरू छन्। तोकिएको अवधिमा तोकिएको विषयमा मात्रै बोल्न पाइन्छ। तर फेरि मूल स्पिरिट तपाईँहरूले जे राख्नु भएको छ, खास गरिकन आफ्ना पार्टीका र पार्टीका नेताहरूलाई रूपान्तरित बनाउनका लागि अलिकति विचारहरूलाई मुखरित गरियोस् भन्ने आशयबाट तपाईँहरूका प्रश्न छन्। त्योसँग म सहमत छु र संवेदनशील पनि छु। यसरी चल्दैन भन्ने कुरा ठिक हो। यसरी चल्दैन। कहीँ न कहीँ एउटा धक्का मारेर दलहरूलाई रूपान्तरित गर्नुको विकल्प छैन। सङ्घीय निजामती ऐनका बारेमा यो ज्यादै संवेदनशील कुरा हो। सङ्घीय निजामती ऐन, सङ्घीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन लगायतका चाहिँ विषयहरू कानुनका रूपमा अगाडि नआइकन संहिता लागू हुँदैन। त्यो कुरा बुझेर हामी संसदको सदस्यका हैसियतले इमान्दार र जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्दछ। तपाईँहरूको खबरदारीलाई म सम्मान नै व्यक्त गर्न चाहन्छु। सिद्धि होला अबको बाटो। अब अबको बाटो तपाईँको स्थानीय सरकारको केही प्रश्नहरू उठेको छ। मलाई लाग्छ एकजना सरकारको प्रमुखज्यू यहीँ हुनुहुन्छ। यो आम रूपमा उठेको छ। यसका बारेमा दलहरू र सरकार सम्बन्धित सरकारको नेतृत्व गरिरहेका साथीहरूले जिम्मेवारपूर्ण ढङ्गले लिनुपर्छ भन्ने छ। संहिता नै आएको छैन भन्ने कुरा जीवन व्यवहारमा भोग्न सकिएको छैन। सिद्धान्त त छ। सिद्धान्तलाई कानुन मार्फत र जीवन व्यवहारमा लैजानका लागि बल गर्नुपर्छ। अबको बाटो भन्ने जहाँसम्म प्रश्न छ, समग्रबाट हेर्दाखेरि रूपान्तरित दलहरू आजको जनताको मनोविज्ञान र भावनालाई बुझेर नेतृत्व प्रतिनिधित्व गर्न सक्ने दल र त्यस संसारका नेताहरू मधेसमा बसेर छलफल गर्दा मधेसमा मेरो विचारमा मधेसलाई यो भयो, मधेसलाई त्यो भयो, मधेसलाई यसो गरियो, मधेसलाई त्यसो गरियो भनेर त्यो नारा बेचेर आउने नेताहरू धेरै भए। तर वास्तविक रूपमा मधेसकै नेतृत्व प्रतिनिधित्व गर्ने र यहाँको जीवन स्तरमा परिवर्तन गर्ने, क्रान्ति गर्ने नेतृत्वको तपाईँहरूले पनि छनौट गर्ने र माथि पनि त्यो भावनाको मुखरित गर्ने नेतृत्वको छनौट गर्ने नै आजको आवश्यकता। निष्कर्षमा भन्दा रूपान्तरित दलहरू, यी दलहरूलाई ध्वंस गरेर पनि हुँदैन, किनभने हामीले लोकतन्त्रलाई सुनिश्चित गरेका छौँ। यिनै दलहरूमा रूपान्तरित गर्ने र आजको नागरिकको भावनाको मुखरित गर्ने प्रकृतिको नेतृत्वको खाँचो हो। म यति कुरा राख्न चाहन्छु। फेरि पनि यहाँसम्म आएर हाम्रा धारणाहरू राख्ने अवसर दिनुभएकोमा सबैलाई धन्यवाद। धन्यवाद। खुशबुजी। यहाँ उपस्थित सम्पूर्ण यो प्यानलमा भएका हामी मध्ये हामी फरक धार रहेको पार्टी होइन, सायद यो व्यवस्था
र यो सङ्घीयता यो व्यवस्थाको अभ्यास सही ढङ्गले भएको भए आज हामी यो व्यवस्थामाथि प्रश्न पनि गर्दै हुँदैन थियौँ होला। मेरो पार्टीले सङ्घीयताको चाहिँ विरुद्धमा आफ्नो अभिव्यक्ति दिँदै गर्दाखेरि पनि म चाहिँ के भन्छु भन्दाखेरि यो युवाको विषयको प्रश्नमा यो 179 अर्बको खर्चले जुन हामीले यो प्रदेश सरकार चाहिँ पालिराखेको छौँ, यो प्रदेश सरकारको खारेजी गरेर चाहिँ अझ स्थानीय तहलाई सशक्त बनाउनुपर्छ भन्ने चाहिँ मेरो एउटा यसमा दृढ धारणा छ। यहाँ चाहिँ यो समावेशिता र सङ्घीयतालाई यो व्यवस्थालाई सीमित घेराको पहुँचबाट जब हामीले बाहिर निकाल्न सक्छौँ नि तब मात्रै यो व्यवस्थाहरू चाहिँ जुनै व्यवस्था लादे पनि त्यो सफल हुन्छन् जस्तो लाग्छ। यो देशमा यो प्रदेशमा मैले हेर्दै गर्दाखेरि शीर्ष नेताहरूको बैठक हुँदै गर्दाखेरि कहिले पनि मधेसका मुद्दाहरू मुख्य हुँदैनन्, देशका मुद्दाहरू चाहिँ प्राथमिकतामा रहँदैनन्। यहाँ चाहिँ भाग भण्डाको राजनीति मात्रै प्राथमिकतामा रहेको कारणले गर्दा आज तपाईँहरूको प्रश्नमा यो विग्रह आउनु, यो आक्रोश आउनु चाहिँ स्वाभाविक हो। अब राज्यलाई बलियो बनाउने भन्ने कुरामा देशको भूगोल र अवस्था नहेरिकन जुन सङ्घीयता लाग्यो नि, म एउटा मात्रै तपाईँहरूलाई चाहिँ भन्न चाहन्छु जाँदा जाँदै, मान्छेलाई बलियो बनाउनु पर्यो भनेर हात्तीको रगत हालेर हुँदैन, हात्ती बलियो छ भनेर होइन। हामी जस्तै मुलुक युगोस्लाभिया हेर्नुहोस्, आज चाहिँ सङ्घीयता चाहिँ कम्युनिस्टहरूले नै लादेको थियो, मार्शलले त्यहाँ लाद्नु भएको थियो। आज विखण्डन भएर 8वटा मुलुकमा चाहिँ विभाजित छ हाम्रो जस्तै भूगोल भाषा होइन, बहुजातीय। त्यसले गर्दाखेरि जुनै पनि व्यवस्था ल्याउँदाखेरि सबैभन्दा महत्त्वपूर्ण भनेको नैतिकवान र निष्ठावान मान्छेहरू नेतृत्वमा आउनु पर्यो। यो मधेसले 100 पटकभन्दा बढी मन्त्री पाएको छ। यो मधेसका मान्छेहरू नेताहरू 6 चोटि 4 चोटि 5 चोटि मन्त्रीहरू भएको छन्, कैयौँ चोटि उप प्रधानमन्त्रीहरू पाएको छन्। तर यो मधेस प्रदेशको चाहिँ यही मधेसकै बासिन्दाहरूले पनि त्यो किसिमको चाहिँ डेडिकेसन, उहाँहरूको निष्ठा र नैतिकता नभएको कारणले गर्दा यो मुलुक असफल भएको। त्यसले गर्दाखेरि मैले चाहिँ संविधान र जनताले दिएको तर नेताले नदिएको, यही कारण चाहिँ आज हामी यो अवस्थामा छौँ। तपाईँहरूको अहिलेसम्मको शालीनतापूर्वक बसाई बडो आनन्द, बडो सुन्दर थियो। आफ्नै लागि एकचोटि ताली बजाउनुहोस् त। मेरो दुईटा आग्रह छ, यी होनहार उज्याला मान्छेहरू जो हुनुहुन्छ संसदमा, उहाँहरूको नम्बर लिनु होला। उहाँहरूले एक किसिमको प्रतिबद्धता जनाउनु भएको छ र पटक पटक उहाँलाई घचघचाउनु होला। तपाईँलाई मैले संसदमा बोलिरहेको देखेको छैन। संसदमा बोल्नुहोस्, सप्तरी महोत्सवमा आएर, विचार उत्सवमा आएर तपाईँले गरेका प्रतिबद्धता पुरा गर्नुहोस् भनेर भन्नु होला। उहाँहरू साह्रै फ्रेन्डली हुनुहुन्छ, मित्रको जस्तो व्यवहार गर्नुहुन्छ। सायद नम्बर लिनुहोस्, सम्झाउने काम गर्नुहोस्। दोस्रो मेरो आग्रह, मैले हिजो एउटा सेसन चलाइसकेको थिएँ, मेरो करिब करिब काम पुरा भएको थियो। एकजना साथी नहुने भएपछि मै उक्लिनु पर्यो। प्रश्न म एकजनाले मात्रै सोधेर हुँदैन, मेरो त कामै यही हो, यस्तो खालको नीतिगत छलफल बहस। तर प्रश्न आजभोलि संसारभरि भनिन्छ, प्रश्न तपाईँहरूले गर्नु पर्यो। अब कुनै सांसद तपाईँको क्षेत्रमा आउँदा तपाईँले प्रश्न गर्नु पर्यो, तपाईँको प्रतिबद्धता कहाँ पुग्यो भनेर सम्झाउनु पर्यो। तपाईँले विश्वास गरेर भोट हालेको जोसुकै प्रतिनिधिहरू होस्, पार्टीका यस्ता नेताहरू होस्, प्रश्न गर्न नछोड्नु होला। प्रश्न अरू चर्कोसँगले, अरू ठुलो आवाजसहित, दृष्टान्तसहित, आफ्नो अवस्थासहित यो सिलसिला जारी राख्नु होला। तपाईँहरू सबैलाई, आयोजकलाई र मेरा आदरणीय माननीयज्यू केन्द्रीय सदस्य सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरूलाई शुभ दिन बितोस्। धन्यवाद। हुन्छ, धन्यवाद। आदरणीय दिलभूषणज्यूलाई एकैछिन स्टेजमै रहनु हुन म आग्रह गर्दछु। हजुर सबैजना। संयोग कहिलेकाहीँ एकदमै मिठो हुने गर्छ। सप्तरी विचार उत्सवमा आजको यस सेसनको सहजकर्ता दिलभूषण पाठकज्यूको अघिदेखि एकदमै तारिफ सुन्दै थिएँ, निकै नै हसमुख हुनुहुन्छ भनेर। अनि संयोगवश उहाँको आज जन्मदिन परेको रहेछ। अर्गनाइजर टिमले हर्ष उल्लासका साथ केक लिएर आउनुभएको छ। यो समय केक ब्रेकको रहेको छ र यस समय स्टेज म विष्णु यादव र मुक्ति यादवलाई ह्यान्डओभर गर्न चाहन्छु। मोहन यादव। त्यसै गरी सरोज सिंह थापाज्यूलाई पनि म यहाँ स्टेजमा बोलाउन चाहन्छु। त्यसै गरी वरुण झाज्यूलाई पनि यहाँ स्टेजमा आमन्त्रण गर्न चाहन्छु।
त्यसै गरी श्री पाण्डे म्यामज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी जयनारायण मण्डलज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र यसपछि हामी एउटा डकुमेन्ट्री हेर्नेछौँ सप्तरीको इतिहासदेखि वर्तमानसम्म र यतिन्जेलसम्म चाहिँ म टेक्निकल टिमलाई तयारी भइरहनु हुनको लागि अनुरोध गर्न चाहन्छु।